Sir, no sound. Hmm. सिकाउने प्रेजेन्ट्स एनइसी लाइसेन्स इक्जाम प्रिपरेसनको वाटर सप्लाई सेनिटेसन एन्ड इन्भाइरोमेन्टल मोड्युलको हामी आज डे 5मा छौँ। हामीले अहिलेसम्म कभर गरेको भनेको इन्भाइरोमेन्टको कुराहरू, वाटर सप्लाई इन्जिनियरिङको कुरासम्म चाहिँ हामीले गरेका छौँ होइन। अब सेनिटरी इन्जिनियरिङको कन्टिन्यू गर्छौँ। म बसन्त लेखक है। यसको कन्टिन्युएसनमा यसको सब टपिकमा हामीले हेऱ्यौँ भने डिजाइन एन्ड कन्स्ट्रक्सन अफ सिवेज भनेर राखिएको छ एउटा चाहिँ। अर्को चाहिँ द ट्रिटमेन्ट अफ वेस्ट वाटर र अर्को चाहिँ डिस्पोजल अफ वेस्ट वाटर है। जस्तो यसमा डिजाइन भनेको अब यहाँ सानो फिगर जस्तो यसो राख्नु खोजिएको थियो। यो ढलको लाइनको कुराहरू, म्यानुअलको कुराहरू, यहाँ हुने भयो भने जोइन्टको कुराहरू भयो। अब यो यसको डायमिटर कति हुनु पर्ला, जोइन्टहरू कस्तो राख्नु पर्लान् भन्ने कुरा हुन्छ। ट्रिटमेन्टमा गयौँ भने अब हाम्रो र सिवेज, अनट्रिटेड सिवेज चाहिँ स्क्रिन्स कम्बिनेसन यसरी प्रिलिमिनरी ट्रिटमेन्ट, देन फलोड बाई प्राइमेरी ट्रिटमेन्ट एन्ड इट इज फर्दर फलोड बाई सेकेन्डरी अर बायोलोजिकल ट्रिटमेन्ट एन्ड फाइनली टर्सरी ट्रिटमेन्ट टु विच डिग्री वे रिक्वायर्ड। हामीलाई कुन डिग्रीसम्म के का लागि चाहिने हो त्यसको लागि चाहिँ हाम्रो टर्सरी ट्रिटमेन्ट गर्छौँ। अर्को चाहिँ वेस्ट वाटर डिस्पोजल मेथड भनेर छ। यसमा चाहिँ वेस्ट वाटर डिस्पोजलमा चाहिँ हाम्रो अफ साइट भयो कि अन साइट भयो कि, इफ वी हेभ अफ साइट सेनिटेसन भएको ठाउँमा वी हेभ प्रोपर सिवर लाइन कनेक्सन, द सिवर लाइन क्यारिज द वेस्ट वाटर फ्रम द रेजिडेन्स एन्ड फ्रम द इन्डस्ट्रियल टु द इफ्लुएन्ट ट्रिटमेन्ट प्लान्ट अथवा वेस्ट वाटर ट्रिटमेन्ट प्लान्ट है। यदि हामी इन्डस्ट्रीका लागि चाहिँ भन्यो भने चाहिँ त्यहाँ चाहिँ हामीले इन्डस्ट्रियल वेस्ट वाटर, इन्डस्ट्रियल इफ्लुएन्ट ट्रिटमेन्ट प्लान्ट भन्नु पर्यो है। रेजिडेन्सियल भन्यो भने चाहिँ अब त्यसमा त्यसको चाहिँ म्युनिसिपल वेस्ट वाटर ट्रिटमेन्ट प्लान्ट हुन्छ। सम्भवतः हामीले म्युनिसिपल र इन्डस्ट्रियल मिसाउन खोज्दैनौँ। यसको मेन कज भनेको म्युनिसिपल सिवेज भनेको सबैका घरबाट निस्किने भनेको फोहोरको नेचर एउटै हो। हामीले नाम जे दिए पनि जे खाए पनि भिटामिन, प्रोटिन, मिनरल्स, फ्याट, कार्बोहाइड्रेट यही नै खाइरहेछौँ हामीले। क्यालोरी फरक हुन सक्दछ भन्ने मात्रै हो, फर्म फरक हुन्छ। सबैको घरबाट डिस्चार्ज हुने लिक्विड अथवा यो सोलिड म्याटर होइन, फेकल म्याटर, एक्सक्रिटाहरू, यसमा निस्किने भनेको हाई मात्रामा एनपिके नै हो। सबैका उसबाट निस्किने एनपिके र युरिया बढी निस्किने कुरा भयो होइन। हामीसँग चाहिँ अन साइट सेनिटेसन गर्ने अफ साइट सेनिटेसन छैन भने सेफ्टी ट्याङ्क फलोड बाई सेफ्टी ट्याङ्क डिस्पोजल कुराहरू चाहिन्छन्। सेफ्टी ट्याङ्कको डिस्पोजल भनेको इदर इन सोक पिट द मोस्ट कमन, होइन भने ड्रेन फिल्ड पनि बनाउन सकिन्छ। ड्रेन फिल्डलाई जमिन अलिक बढी चाहिने भएर त्यो सम्भव हुँदैन। सम्भव भन्नाले अब सानो जमिन छ भने हामीसँग सम्भव हुँदैन, त्यसको कभरेज बढी हुन्छ। अथवा इभापोरेसन मोड भन्ने हुन्छ, त्यो ओपन हुने कारणले त्यति प्रिफर गरिँदैन। लिचिङ सेसफुललाई चाहिँ सोकपिटले रिप्लेस गर्यो क्या। सोकपिट चाहिँ अलिक त्योभन्दा राम्रो हुने भएर त्यो डिस्पोज ट्रिटमेन्टबाट, ट्रिटमेन्ट प्लान्टबाट डिस्पोज गरिसकेको कुरालाई पनि यत्तिकै फाल्न मिल्दैन क्या। हाम्रो डिस्पोजल गाइडलाइन छ एउटा, अहिले हामी कुरा गरौँला त्यसको बारेमा पनि। कि जमिनमा फाल्ने हो कि पानीमा नै हो फाल्ने, फेरि त्यो दुइटा भन्दा चाहिँ अप्सन छैन है। अब यसको पनि क्वेसनको कुराहरू गऱ्यौँ भने हामीले थ्योरी, न्युमेरिकल, पोलिसी बेस्ड। थ्योरीमा चाहिँ कस्तो आउलान् हेर्दै जाउँला है, थ्योरी न्युमेरिकल कुराहरू। पोलिसी बेस्डमा चाहिँ त हाम्रो जस्तो वेस्ट वाटर डिस्पोजल गाइडलाइन्सका कुराहरू आउँछन् है। यो पोलिसीको कुरा नयाँ हुन्छ, यसलाई चाहिँ पहिला चाहिँ जोडिहालौँ है। ल, यो चाहिँ हाम्रो ल हो, यो भाग 5को नेपाल गेजेटको खानेपानी मन्त्रालयले होइन, मिनिस्ट्री अफ वाटर सप्लाईले निकालेको उसमा चाहिँ यो नेपाल सरकारले खानेपानी तथा सरसफाइ ऐन
79 को दफा 36 को यो बमोजिम के भन्यो भने फोहोर पानी प्रशोधन केन्द्रबाट वेस्ट वाटर ट्रिटमेन्ट प्लान्टबाट उत्सर्जन हुने त्यहाँबाट चाहिँ जेनेरेट हुने प्रशोधित फोहोर पानी भनेको ट्रिटेड वाटर हो नि त। त्यो ट्रिटेड वाटरको मापदण्ड यस्तो हुनुपर्छ भन्यो। यो याद गर्नु होला, यो 6वटा भ्यालु गर्छ यहाँ। फोहोर पानी प्रशोधन केन्द्रबाट प्रशोधन भई उत्सर्जन हुने प्रशोधित फोहोर पानी नदी नाला ताल तलैया र जलाशयमा मिसाउँदा वा सार्वजनिक जग्गामा निष्कासन गर्दा, कि डाइल्युसन मेथड हुन्छ खोलामा कि ल्यान्ड हुन्छ नि त डिस्पोजल, त्यो गर्दाखेरि चाहिँ पिएच कति हुनुपर्ने रहेछ? 6 देखि 9। यो हुनै पर्यो। ट्रिटमेन्ट प्लान्टले निकाल्ने इफ्लुएन्टको पिएच 6 देखि 9 हुनै पर्यो है। टिएसएस 60 मिलिग्राम पर लिटर, बिओडी 50 मिलिग्राम पर लिटर। एउटा क्वेसन यहीँ भन्छ ल, हेर्नुहोस् टिएसएस को फुल फर्म के हो, बिओडी को फुल फर्म के हो, यो पनि सोध्न सक्छ है। 1 नम्बरमा सोध्न सक्ने क्वेसनहरू हुने नि। अर्को चाहिँ तपाईँको सिओडी, सिओडीको चाहिँ ठ्याक्कै भ्यालु हुँदैन क्या, यो चाहिँ चेन्ज भइरहेको हुन्छ, यसलाई चाहिँ मोनिटर गर्दै हेर्दै गर्नुपर्छ। इकोलाई, इकोलाई चाहिँ हाम्रो 1000 पर 100 ml। 1000 भन्ने बित्तिकै दिस इज कम्प्लिटली रिजेक्टेड फ्रम ड्रिङ्किङ वाटर पोइन्ट अफ भ्यू, यो पानीमा टर्सरी ट्रिटमेन्ट भएको छैन भन्ने बुझ्नु पर्यो। र यो कुन विधिबाट गर्ने भन्ने हो, यो हामीलाई त्यति इम्पोर्टेन्ट भएन। हामीलाई यो दुईटा इम्पोर्टेन्ट हुन सक्छन्। कुनै पनि ढल प्रणाली वा दिशाजन्य लेदो प्रशोधन नगरी जमिनमा वा पानीको स्रोत प्रदूषण हुने गरी विसर्जन गर्न नपाइने, यत्तिकै फाल्न पाइएन भन्ने कुरा हो। कुनै पनि अस्पताल उद्योग तथा कल कारखानाबाट निष्कासन हुने फोहोर पानी ढल प्रणालीमा मिसाउँदा वन तथा वातावरण मन्त्रालयले तोकेको मापदण्ड बमोजिम भने है। यो अहिले 2 दिन जति भयो यो सिबिएसले, सेन्ट्रल ब्युरो अफ स्टेटिक्सले नै हो जस्तो लाग्छ, नेपालमा भएका एक्जिस्टिङ यो गाइडलाइन प्यारामिटरहरूको एउटा चाहिँ ह्यान्डबुक निकालेको छ कम्पाइल गरेर होइन, त्यो हेर्नु होला। त्यसमा चाहिँ यो भनौँ न यो सोलिड वेस्टको कति हुनुपर्ने, हस्पिटलका कुराहरूदेखि लिएर चाहिँ वातावरण सम्बन्धी कुराहरू छन्, तर त्यो अपडेट गर्छन् होला। अस्ति देखेको शुक्रबार यो बिदा थियो 2 दिन, त्योभन्दा अगाडि देखेको। अब म इन्भाइरोमेन्टको भयो, मलाई इन्भाइरोमेन्टकै चासो बढी हुन्छ। त्यो हेर्ने बित्तिकै हामीले इन्भाइरोमेन्टको 79 को गाइडलाइन हेऱ्यौँ, तर त्यहाँ पुरानै गाइडलाइन आएको छ कि 63 त्यो अपडेट भएको छैन। तर त्यहाँको एकजना गभर्मेन्ट अफिसियललाई खबर गर्दा यो अपडेट हुन बाँकी रहेछ भन्ने थियो। ओपन त्यही भएर गरेको हो भन्थे। त्यो एक्चुअली हेर्नु होला, नेपालका एक्जिस्टिङ इन्भाइरोमेन्ट सम्बन्धी काम गर्ने जस्तो वातावरण संरक्षण ऐन, नियमावली, खानेपानी, ढल व्यवस्थापन, सोलिड वेस्ट होइन, त्यसै गरी क्लाइमेट चेन्जका नेसनल क्लाइमेट चेन्ज पोलिसी 76 को अपडेट, वन ऐन, वन नियमावलीका कुराहरू सबै छ है त्यसमा, यो अनलाइन पाइहालिन्छ। अब यसमा चाहिँ फोहोर पानी र फोहोर पानी प्रशोधन केन्द्र भन्ने के हो भन्ने हो। फोहोर पानी प्रशोधन केन्द्र भने जहाँ फोहोर पानी ट्रिट हुन्छ, वेस्ट वाटर ट्रिटमेन्ट प्लान्ट हो। फोहोर पानी भने वेस्ट वाटर हो द्याट इज जेनेरेटेड फ्रम हाम्रो फेकल मेटरबाट, कि दिसा पिसाबबाट जेनेरेट भएको, अथवा हामीले युज गरेको किचन बाथरुमहरूको पानीबाट, अथवा रेन वाटर पनि हुनसक्छ है। र यो एउटा गाइडलाइन पनि हेर्नु होला, त्यसकै लागि यो देखाएको है। यो पोलिसी बेस्ड क्वेसनमा सोध्न सक्छ नि त हामीलाई। र अब आजको हाम्रो टपिक चाहिँ यसमा बेसिस हुनेछ मोस्टली है। र यसमा चाहिँ पहिला हामी कस्तो कस्तो चाहिँ क्वेसनहरू आउन सक्छन् त्यसको बारेमा एकछिन छलफल गरौँ। कस्तो आज डिजाइन एन्ड कन्स्ट्रक्सन अफ सिवेज भन्यो, यसमा इस्टिमेसन अफ क्वान्टिटी अफ वेस्ट वाटर। वेस्ट वाटर 2 प्रकारको हुन्छ, मैले अलिक सर्टमा मात्रै भन्न खोजेको है। यो चाहिँ फर्दर एउटा सेनिटरी सिवेज हुन्छ, अर्को स्टर्म सिवेज हो है। यो टपिक हाम्रो न्युमेरिकल पोइन्ट अफ भ्यूले पनि उत्तिकै इम्पोर्टेन्ट छ है। न्युमेरिकल 2 मार्क्स बन्न सक्छ यसमा क्वेसनहरू। 2 मार्क्स कतिसम्म बन्न सक्छ भने दुइटैलाई जोडेर पनि सोध्न सक्छ, इन्डिभिजुअल पनि सोध्न सक्छ है। जस्तो क्यु सेनिटरी भने त के हो भने पिक फ्याक्टर इन्टु वेस्ट वाटर बाई वाटर सप्लाईको पर्सेन्टेज कन्जम्सन इन्टु यहाँ मुनि लेखेँ पपुलेसन इन्टु वाटर सप्लाई रेट हो है। अब पिक फ्याक्टर चाहिँ त हाम्रो 2 देखि 4 लिन्छ, यो चाहिँ हाम्रो 70 to 90% लिन्छ। पुट फर्मुला गेट आन्सर टाइपको क्वेसन यहाँ हुन सक्दछ है। अर्को चाहिँ हाम्रो क्यु स्टर्म भन्ने बित्तिकै यसको चाहिँ फर्मुला के हुन्छ, CIA/360 हुन्छ।
मिटर क्युब पर सेकेन्ड डिटेलमा अगाडि आउँछ है यो, त्यही भएर मैले यहाँ डिटेलमा गइनँ है अरू कुरामा। यो दुइटैलाई निकाल इन्डिभिजुअली भनेर पनि सोध्न सक्दछ, अथवा चाहिँ त दुइटैलाई जोडेर पनि कति हुन्छ भन्ने हिसाबले निकाल्न सक्दछ है। यो एउटा न्युमेरिकल भयो। अर्को तपाईँको सिवरेज सिस्टम एन्ड टाइप्समा चाहिँ हाम्रो सिवरेज सिस्टम भनेको कुन हिसाबले चाहिँ यो बनेको छ भन्ने हिसाबले हो। यसमा चाहिँ हाम्रो जस्तो सेपरेट पार्सियल कम्बाइन्ड भन्ने हो यसमा मुख्यतः सिवरेज सिस्टमको क्वेसनहरू। यही वानलाई चाहिँ टूमा जोड्न सक्छ, इन्टरलिङ्केज गर्न सक्छ भन्ने मात्रै हो, टूको आफैमा न्युमेरिकल भएन। अर्को डिजाइन क्राइटेरिया कुरा यसबाट न्युमेरिकल टाइपको सोध्न सक्छ। डिजाइन सेप अफ सियर र सियर मेटेरियलमा अब सेप अफ सियरमा सर्कुलर नन सर्कुलरको कुराहरू, मटेरियलको कुरामा चाहिँ अब तपाईँको कास्ट आइरनले बनेको हो कि सिमेन्ट कङ्क्रिट हो कि डक्टाइल आइरन हो कि प्लास्टिक नै हो कि अथवा अहिले चलेको युपिभिसी सिपिभिसीहरू युज गर्ने पो हो कि यसमा भन्ने कुरा हुन सक्दछ। र अर्को न्युमेरिकल भने यो डिजाइन अफ सिवेयर फर सेपरेट एन्ड कम्बाइन्ड सिस्टम भन्यो। र अर्को चाहिँ कन्स्ट्रक्सन अफ सिवेयर एन्ड सिपर एपेटेनेन्सियसमा। यसमा एउटा क्वेसन भने यस्तो खालको सोध्न सक्छ क्या, फिगर भनेर लेखेँ मैले यहाँ। फिगर भनेको जस्तो अस्तिको रिकल गरौँ न, जस्तो एउटा फिगर दिएर त्यो ग्रिड आइरन सिस्टम हो कि तपाईँको डेड एन्ड सिस्टम हो कि अथवा चाहिँ त रेडियल सिस्टम हो कि अथवा रिङ सिस्टम हो भन्ने हिसाबले चाहिँ त्यो त त्यसको आफ्नो फिचर छन्, विशेषता छन्, त्यो हिसाबमा सोध्न सक्छ। अथवा यो भल्भ दिएर कुन भल्भ हो त्यो पनि सोध्न सक्यो भने हामीलाई पनि एपर्टेनेन्सेस दिएर यो म्यानहोल हो कि ल्याम्प म्यानहोल हो कि अथवा भेन्टिलेटिङ साफ्ट हो कि अथवा चाहिँ यो ओइल क्रिस ट्याङ्क हो भन्ने हिसाबले पनि सोध्न सक्दछ है एपर्टेनेन्सेसको, सिभियर एपर्टेनेन्सेसमा पनि है। यो कुरा भयो न्युमेरिकल भने मोस्टली यो र यो हो, मोस्टली न्युमेरिकल। यो त हाम्रो डिजाइन यो त हामीले यो र यो त जोड्नेको मात्रै हो। अब यसको सेनिटरी इन्जिनियरिङको पनि मैले सम्पूर्ण कुराहरू जति राखेँ आफ्नै टेक्स्ट बुकबाट रिफरेन्स गरेर राखेको हो। तर यो बनाउँदाखेरि चाहिँ मैले 45-46वटा जति रिफरेन्स हेरेको छु र प्लस नेपाल सरकारका प्रचलित यो सेनिटरी सम्बन्धीका एक्जिस्टिङ एक्टहरू के छन्, कन्स्टिट्युसनबाट सुरु भएर इपिए इपिआर सोलिड वेस्ट म्यानेजमेन्ट एयर पल्युसन क्लाइमेट चेन्ज पनि यसमा कभर गरेको भएर त्यसमा राखेको थियौँ है। यो हाम्रो गुहेश्वरी वेस्ट वाटर ट्रिटमेन्टको फोटो हो। यो एक्टिभेटेड स्लज प्लान्ट हो। यो एक्टिभेटेड स्लज प्रोसेसको एरेसन ट्याङ्क हो। यो हाम्रो एनेरोबिक डाइजेस्टर हो। यो चाहिँ यो त्यो ठाउँमा चाहिँ यहाँबाट मिथेन निकाल्न खोजेका छौँ। यो फोटो लिनका लागि हामीले चाहिँ अनुमति ल्याएको थियौँ मिनिस्ट्री अफ वाटर सप्लाईबाट। ल अब यसको कन्टेन्टमा जाउँ। इम्पोर्टेन्स अफ वेस्ट वाटर एन्ड सोलिड वेस्ट म्यानेजमेन्ट भनेर छ नि यो। अब खासमा यो चाहिँ यसको इम्पोर्टेन्स के हो भने घरबाट जेनेरेट भएको एक्सक्रिटालाई रोडमा फालिदियौँ यत्तिकै, रोडमा यत्तिकै ढल बगाइदियौँ भनेपछि के हुन्छ, गन्ध आउँछ, ब्याक्टेरिया जेनेरेट हुन्छ, किरा देखिन्छन् त्यहाँ होइन, तिनीहरूले फ्लाइजहरू बस्छन्, त्यो गएर अर्को ठाउँमा बस्छ, दे क्यान बी अ भ्याक्टर हो, भ्याक्टर हुन सक्छन्, तिनीहरूले डिजिज कज गर्न सक्दछन्, गन्ध आउँछ, बस्नै सकिँदैन है। अनि विभिन्न खालका चाहिँ महामारीहरू फैलिन्छन्। सो टु रिड्युस द रिस्क अफ यो एपिडेमिकको रिस्क बचाउनलाई, पब्लिक हेल्थलाई चाहिँ बचाउनका लागि हामीले चाहिँ के गर्नु पर्यो, एस्थेटिक ब्युटी बढाउनका लागि वी रिक्वायर द वेस्ट वाटर म्यानेजमेन्ट। अब यो सोलिड वेस्ट भने चाहिँ के हो, यसमा चाहिँ पानी चाहिँ हुँदैन, एक्सेप्ट पानी चाहिँ हाम्रो घरबाट जेनेरेट भएको आलुका छिल्का होइन, दुधका प्याकेटहरू भनौँ होइन, अथवा यो प्याकेजिङ खानाका कुराहरू अथवा फलफुलका छिल्काहरूदेखि लिएर काठका टुक्रा, कोठा बढारेको झाडुदेखि लिएर गार्बेज रबिस रिफ्युजहरू भनौँ होइन, अथवा कोही कुरा जलायौँ एसेसका कुराहरू हुन्छ भने यी कुराहरूलाई पनि के गर्नु पर्यो त, हामीले व्यवस्थापित गर्नु पर्यो। नभए सोचौँ कतै चाहिँ यत्तिकै हामी डम्प गरिरहेछौँ भनेपछि कोठामा एउटा खाना बनाएर ओपन राख्दा त एकछिनपछि त्यहाँ पुरै बन्द गरेको कोठामा त झिँगा आउँछन्, त्यहाँ चाहिँ सानसाना चाहिँ त्यो किराहरू देखिन थाल्छन्, भुसुनाहरू देखिन्छन्।
केरा खानुहोस्, केराको छिल्का राख्ने एकछिनपछि आउँछन् भने त्यो फोहोरको थुप्रोलाई राख्यो भने त के हुनसक्छ, एकदम ब्रिडिङ प्लेस हुनसक्छ यो त। र अर्को एकदमै भयावह के हुन्छ भने गार्बेज जस्ता कुराहरू, गार्बेजमा वाटर कन्टेन्ट हाई हुन्छ, त्यो गार्बेजबाट पानी बगिरहेको हुन्छ कि, त्यसलाई हामी लिचेट भन्छौँ, लिक्विड भर्सन हुन्छ। त्यो लिचेट चाहिँ के छ, एकदमै पोइजनस छ फेरि। त्यो पनि हाम्रो चाहिँ त ओपन गरेर वाटर टेबलमा मिक्स भइदियो अथवा रोडमा यत्तिकै बिगिरहेको छ भने एस्थेटिक पनि प्रब्लम है, पब्लिक हेल्थ पनि प्रब्लम हो नि। सो टु म्यानेज दिस वेस्ट वाटर पनि हामीले चाहिँ प्रोपरली कलेक्सन गरेर सिवर, घरबाट हाउस सिवरबाट, लेटरल सिवरबाट सब ब्रान्च ब्रान्च हुँदै चाहिँ सब मेन मेन हुँदै ट्रिटमेन्ट प्लान्टमा पुगाएर त्यो ट्रिट गरेर अघिको जुन गाइडलाइन देखायो त्यो प्लस मिनिस्ट्री अफ फरेस्ट एन्ड इन्भाइरोमेन्टले देखाएका केही अरू गाइडलाइन छन् स्पेसली इन्डस्ट्रिजका लागि, तिनीहरूको लागि चाहिँ हामीले ट्रिट त्यहाँ राख्यौँ भने त्यो त्यसरी गर्न सक्यो भने त्यसको चाहिँ महत्त्व हुन्छ। अर्को सोलिड वेस्ट म्यानेजमेन्टको पनि घरबाट जेनेरेट भएको फोहोरलाई कुहिने नकुहिने छुट्याएर त्यो कुहिनेको मल बनाउने र नकुहिनेलाई चाहिँ हामीले ल्यान्डफिल साइटमा सेफ डिस्पोजल गरेर अथवा कुनै रिड्युस रियुज साइकलका प्रोसेसहरू युज गरेर त्यसलाई घटाउन सक्यौँ भने त्यसका लागि चाहिँ यो सिग्निफिकेन्स, यसको इम्पोर्टेन्स त्यसका लागि छ है। अब केही टर्महरू छन् होइन, जस्तो सेनिटरी इन्जिनियरिङ भनेको के हो भने सोलिड वेस्ट र वेस्ट वाटरको हामीले चाहिँ भनौँ न जेनेरेसनदेखि जहाँबाट जेनेरेट भयो त्यसको चाहिँ अब इन्जिनियरिङ चाहियो नि त यसमा। जस्तो ढलको लाइन डिजाइन गर्नु पऱ्यो भने कति डायमिटरको कति जोइन्ट स्लोप मिलाउनु पर्ला होइन, डिजाइन पिरियडका कुराहरू होला, ती सबै कुराहरूलाई हेरेर हामीले चाहिँ अल्टिमेट फाइनल डिस्पोजलसम्म सेफ डिस्पोजल गर्न सबै सेनिटरी इन्जिनियरिङमा पर्छ। कलेक्सन, कन्भेन्स, ट्रान्सपोर्टेसन, ट्रिटमेन्ट एन्ड डिस्पोजल एन्ड प्रिजर्भ इन्भाइरोमेन्ट र पब्लिक हेल्थ है। सेनिटेसन भनेको के हो, सामान्य रूपमा सरसफाइ हो। सेनिटेसन भने रिफर्स टु द प्रोभिजन अफ फेसिलिटेसन एन्ड सर्भिसेस फर द सेफ डिस्पोजल अफ ह्युमन एक्सक्रिटा, युरिन, हाइजेनिक कन्डिसन मेन्टेन्स गर्ने भन्ने कुरा त्यो भयो, सेनिटेसन भयो। रिफ्युज, रिफ्युज भने चाहिँ रिजेक्टेड कुरा हो। जस्तो यसको क्याटेगोरीमा हेऱ्यौँ भने हामीले गार्बेज हुन्छ। गार्बेज भने चाहिँ कस्तो हो भने चाहिँ कुहिने कुराहरूको यसमा बढी हुन्छ क्या, जस्तो डिकेड फ्रुट, भेजिटेबल, ग्रास, लिभ्स, किचनबाट निस्केको फोहोरहरू, यस्ता कुरा, मिट पसलबाट निस्केको, तरकारी पसलबाट निस्केको, डेरी इन्डस्ट्रीबाट निस्केको कुरालाई गार्बेज हुन्छ। रबिस अलि राम्रो हो गार्बेज भन्दा, किनभने यो कुहिने नेचरको हुँदैन, कम्पोस्टेबल र नन कम्पोस्टेबल दुइटा चाहिँ हुन्छ है। रबिसको जेनरली मेन प्रोडक्सन ठाउँ भने स्कुल, कलेज, अफिसेसहरू। कतिले रबिसलाई जलाउने गर्छन्, यसमा चाहिँ यो कार्डबोर्डहरू, पेपरहरू होइन, यो कुराहरू नै जेनेरेट हुने भएर त्यही भएर धेरै अफिसहरूको, कलेजहरूको पछाडितिर जलाउने ठाउँ हामी देखिन हुन्छ होइन, त्यहाँ रबिसलाई त्यस कम्पोस्टेबल नेचरका। फेरि यो आइरन त्यो टिन क्यानहरू भयो भने त त्यो जल्दैन फेरि होइन। वेस्ट वाटर भन्छ, वेस्ट वाटरको अर्को नाम सिवेज पनि भनेर भन्छ। वेस्ट वाटर भनेको द्याट इज कम्प्लिटली जेनेरेटेड फ्रम किचन, किचनको सिङ्कबाट भनौँ, भाँडा धोएको, खाना पकाउने बेलाको त्यो धुने कुराहरू भयो। अर्को चाहिँ त तपाईँको युरिनलहरूबाट, अर्को भने टोइलेट प्यानहरूबाट, वाटर क्लोजेटहरूबाट, बाथरुमबाट, वासिङ मेसिनबाट, बाथटबहरूबाट, प्लस पानी पर्यो, पानी परिसके पछाडि के भयो भने कम्प्लिटली त्यसलाई जम्मा गरेर राख्न सक्यो भने त द्याट इज प्रिजर्भ गऱ्यो भने फर्दर युज होला। रेन वाटर हार्भेस्टिङ भयो, त्यो सकेन भने चाहिँ छतमा पानी पऱ्यो त पानी बगेर गयो, द्याट इज अब वेस्ट वाटर हो। त्यो चाहिँ त्यसको युज छैन। रोडमा परेको पानी त वेस्ट हो नि त। आगो नपरेको परेको पानी यदि हामीले कम्प्लिटली जम्मा गरेर राखेर फर्दर युज गर्न सकेन भने द्याट इज स्टर्म वाटर है। बर्खा बेलामा एकदम प्रब्लम हो त्यो चाहिँ। स्टर्म वाटर भनेको के हो, रेन वाटर। सेनिटरी सिवेज भनेको टोइलेट बाथरुमबाट निस्केको जसमा फेकल म्याटर छ, प्लस किचनहरूबाट निस्केको ग्रे वाटर। डोमेस्टिक सिवेज, डोमेस्टिक सिवेज भनेको रेजिडेन्सियल घरहरूबाट निस्केको कुरा भयो, अथवा इन्स्टिट्युसन, यो कलेज अफिसहरूलाई पनि डोमेस्टिकमै राख्छौँ होइन, किनभने यसको नेचर भने मानवबाटै जेनेरेट भएका फोहोरहरू हुन्छ। सेनिटरी सिवेजको कुरा बढी हुन्छ। इन्डस्ट्रियल भने यो फरक छ, यो भेग छ, एकदमै भेग छ। यसको एउटा इक्जाम्पल दिन्छु म। केही समय अगाडि यो पथलैयाबाट रक्सौलसम्म हाम्रो अत्यधिक औद्योगिक क्षेत्र भनेकै त्यही एरिया हो। उद्योग मन्त्रालयको काम थियो। त्यो काममा त्यो पथलैयादेखि रक्सौलसम्मका उद्योगहरू खोजेर तिनीहरूको चाहिँ वेस्ट वाटर क्वालिटी नापेर जाँचेर
हामीले चाहिँ ट्रिटमेन्ट प्लान्ट डिजाइन गर्नुपर्ने थियो। त्यो ट्रिटमेन्ट प्लान्ट डिजाइन गर्दाखेरि म त्यसको डिजाइनर थिएँ, इन्भाइरोमेन्टल इन्जिनियर थिएँ। करिब करिब हामीले चाहिँ 158वटा स्याम्पलहरू इन्डस्ट्रीहरूबाट स्याम्पलिङ गर्दाखेरि चाहिँ ओरिजिनमा पानी एकदम ठिक छ, खान लायक नै छ, सोर्सको रामवन भन्ने ठाउँ हो। त्यहाँबाट तल आउँदै गर्दा इन्डस्ट्री त यस्तो बेजोग थियो। अब इन्डस्ट्रियलमा प्रब्लम के हुन्छ भने, इन्डस्ट्रियल जस्तो हेटौडामा हामी गयौँ भने हेटौडामा अलिकति ठिक छ, एक एक खालको उद्योग उद्योग छ। तर वीरगन्जको केसमा के थियो भने एउटा लेदर फ्याक्ट्री छ, त्यसकै साइडमा पेन्ट फ्याक्ट्री छ, त्यसकै साइडमा चाहिँ तपाईँको फार्मास्युटिकल छ, त्यसकै साइडमा प्रोबायोटिक छ, फेरि घीको उद्योग आउँछ, फेरि लेदर आउँछ, त्यो मिक्स छ। अब ओइल घीहरूबाट ओइल घीको कन्सन्ट्रेसन बढी निस्किन्थ्यो, लेदरहरूबाट सोडियम कन्सन्ट्रेसन बढी निस्किन्थ्यो, ओइल ग्रिस बढी निस्किन्थ्यो भने त्यो सबै मिसाउँदै गर्दाखेरि फेरि अर्कै कन्सन्ट्रेसन भइदिन्थ्यो क्या। त्यो ठाउँमा चाहिँ हामीलाई ट्रिटमेन्ट प्लान्ट डिजाइन गर्न अलिक गाह्रो भएको थियो होइन, कमन नबनेर। त्यही भएर हामीले तिनवटा बनाएका थियौँ होइन। त्यो त्यो त्यहाँ चाहिँ लालका पुल भन्ने ठाउँ, अर्को अर्को त्यो तिनवटा ठाउँमा चाहिँ हामीले त्यो बनाएको थियौँ। त्यो इन्डस्ट्रियलको मैले इक्जाम्पल किन दिन खोजेको भने इन्डस्ट्रियलको फरक हुन्छ, लेदर इन्डस्ट्रीले निकाल्ने फरक हुन्छ, तपाईँको घी इन्डस्ट्रीले निकाल्ने फरक हुन्छ, स्टिलले निकाल्ने फरक हुन्छ, कन्सन्ट्रेसन फरक हुन्छ। सो तिनलाई मिसाउँदाखेरि फर्दर हुने भएर इन्डस्ट्रियल वेस्ट वाटर ट्रिटमेन्ट अलिकति टफ हो। एउटै एउटै खालको इन्डस्ट्री एक ठाउँमा भयो भने चाहिँ फेरि त्यो अलिक सजिलो हो है। त्यो चाहिँ हामी सम्भवतः डोमेस्टिकलाई चाहिँ इन्डस्ट्रीलाई मिसाउन खोज्दैनौँ, त्यो मिसाइदियो भने फरक हुन्छ। जस्तो वीरगन्जकै केसमा वीरगन्ज महानगरपालिकाले चाहिँ आफ्नो चाहिँ डोमेस्टिक सिवेज पनि त्यहाँ कुनै क्लस्टरमा त्यो जोडिएको थियो सिर्सिया नदीमा। सिर्सियाको केस थियो यो खासमा होइन। उद्योगको पनि त्यही आएको छ। त्यो आउने बित्तिकै हाम्रो इन्डस्ट्री घरकोमा चाहिँ के हुन्छ भने एनपिके हाई हुन्छ कि, नाइट्रोजन फस्फरस पोटासियम युरिया, यो कुराहरू बढी हाई हुन्छन्। उता फरक पर्छ, त्यही भएर चाहिँ फरक पर्छ। सम्भवतः हामी मिसाउनु खोज्दैनौँ क्या। अब यसमा कम्बाइन्ड सिवेज भनेको के हो, सेनिटरी र सिवेजको कम्बिनेसन भयो। र सिवेज भनेको अनट्रिटेड सिवेज हो। विक सिवेज भनेको चाहिँ तपाईँको सस्पेन्डेड सोलिड इम्प्युरिटिजहरू कम भएको भयो। फ्रेस सिवेज भने भर्खर प्रोड्युस भएको, कहिलेबाट फ्लस गरेर कसरी पठायो भने त्यो फ्रेस सिवेज भयो। र त्यो ट्रिटमेन्ट प्लान्टमा गयो भने त्यो ट्रिट भएको छैन भने द्याट इज द र सिवेज। ड्राई वेदर फ्लो र वेट वेदर फ्लो। वेट वेदर फ्लो भनेको चाहिँ पानी पर्यो, पानी परेर जेनेरेट हुने फ्लोलाई वेट वेदर फ्लो हुन्छ नि। इट इज अल्सो टर्म्ड एज स्टर्म सिवेज। ड्राई वेदर फ्लो भनेको यसमा पानीसँगको रिलेसन छैन। हामीले खाना खाएपछि हामी टोइलेट जाने नै हो, बाथरुम जाने नै हो, खाना पकाउनका लागि किचन युज गर्ने नै हो भन्ने केस हो भने त्यहाँबाट जेनेरेट भएको कुरालाई सेनिटरी सिवेजमा हामी ड्राई वेदर फ्लो भन्छौँ। अब सिवेर भनेर छ। सिवेर भनेर चाहिँ के हो भने यो जस्तो पाइप भन्यो नि, पाइपबाट खानेपानी गयो भने सिवेर लाइनबाट चाहिँ ढल जाने, वेस्ट वाटर जाने हो होइन। पाइप नै हो ढलको क्यारी गर्ने कुरालाई हामी सिवेर भनेर भने यो कन्ड्युट नै हो होइन यसको लागि चाहिँ। अब हाम्रो चाहिँ के हुन्छ भने जस्तो सेपरेट सिवेर भने, सेपरेट भने डोमेस्टिकलाई छुट्टै इन्डस्ट्रियललाई छुट्टै लग्यौँ भन्ने केसले भयो। स्टर्म वाटर भने पानीलाई मात्रै लाने भयो। कम्बाइन भनेको स्टर्म र सेन्टरी दुइटैलाई कम्बाइन लग्यो। मेन सिवर र ट्रङ्क लाइन भनेको ठ्याक्कै ट्रिटमेन्ट प्लान्टमा फाल्ने ठाउँको सिवरलाई मेन सिवर भन्ने भयो। त्यो मेनभन्दा अगाडि सब मेन हुने भयो। अथवा व्यक्तिगत घरबाट निस्केकोलाई हाउस सिवर भन्छौँ। त्यो हाउस सिवर गएर अर्का दुई तिनवटा घरकोमा कनेक्सन भएर लेटरल सिवर हुन्छ। त्यो गएर टोलमा जान्छ, टोलमा गयो भने ब्रान्च सिवर हुन्छ। त्यो टोलबाट निस्क्यो भने एउटा टोलबाट निस्क्यो, अर्को टोलबाट निस्किने एउटा सब मेनमा पुग्छ, अथवा ब्रान्च होला, ब्रान्च सब मेन, मेन हुँदै चाहिँ त्यो ट्रिटमेन्ट प्लान्टमा पुग्दछ है। अब यो ओभरफ्लो सुगर भन्दा बढी भएको, यो क्यापेसिटीभन्दा बढी हो भने स्पिल गर्नका लागि प्रोभाइड गरिने हो। डिप्रेसन सुगर भनेको चाहिँ तपाईँको यो मुनिबाट लगेकोलाई भन्छन् होइन, कन्स्ट्रक्टेड लोवर देन एडजेसेन्ट सेक्सन। इन्टरसेप्टिङ सिवेयर भनेको सिवेज फ्रम अ नम्बर अफ मेन र आउटफ्लो जाल, विभिन्न सिवेयर कनेक्सनहरूबाट यो टोलबाट आयो यो टोलबाट आयो भने त्यो कनेक्ट गर्नलाई इन्टरसेप्टिङ सिवेयर भनेर भन्छौँ। र यो चाहिँ इट कन्भेज टु द ट्रिटमेन्ट प्लान्ट अर टु द फाइनल डिस्पोजल पोइन्ट। अब आउटफल सिवेयर भनेको इट रिसिभ सिवेज फ्रम कलेक्टिङ सिस्टम एन्ड कन्भेज इट आइदर टु ट्रिटमेन्ट प्लान्ट अर टु द फाइनल। भने आउटफल बाहिर निकाल्ने सिवेयरलाई आउटफल भन्ने हो। हाउसको लेटरलको कुरा गऱ्यो। सिवरेज भनेको के हो भने अब यो ढलको लाइन मात्रैले पुग्दैन नि, ढलको लाइनलाई जोड्नु पर्यो। जस्तो हामीलाई चाहिँ यो सिमेन्ट कङ्क्रिट पाइप युज गरेर कोलार जोइन्ट चाहियो होइन। अनि तपाईँको के भयो भने यदि चाहिँ डिजाइन गर्दा 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 ट्रिटमेन्ट प्लान्ट माथि परिदियो, ढलको लाइन ठ्याक्कै यहाँ पऱ्यो, ल यहाँ मुनि पऱ्यो भने अब माथि लानलाई त पम्पिङ गर्नु पऱ्यो
सो पम्प क्यान बी अ युनिट। र पम्प नपरे पनि पम्प पर्छ क्या, कुन ठाउँमा पर्छ भने जस्तो एक्टिभेटेड स्लज प्रोसेस राख्यो, रिसाइक्लिङ गर्नु पऱ्यो क्या त्यहाँ। त्यो बेलामा त त्यो ट्रिटमेन्ट प्लान्टबाट तल गयो भने माथि आउन त सक्दैन पानी दियो भने, त्यो ठाउँमा चाहिन्छ। अनि अर्को भने ग्रिड पम्पहरू चाहिन्छन्, ग्रिड निकाल्नुपर्ने ठाउँहरूमा चाहिन्छन्, अथवा स्लज निकाल्नलाई पम्प चाहियो, स्लज स्क्रैपरहरू चाहियो। त्यो ट्रिटमेन्ट प्लान्टको कुरा भयो। ट्रिटमेन्ट प्लान्टसम्म पुगाउनलाई पनि हाम्रो म्यान होल चाहियो, ड्रप म्यान होलहरू चाहियो, रोडको पानीभित्र जानलाई सिवर इनलेटहरू होइन, गटरहरू त्यस्तो चाहियो भने त्यो सबैलाई हामी सिवरेज भनेर भन्छौँ है। नाइट सोइल भन्छ होइन, नाइट सोइल भनेको चाहिँ ह्युमन एन्ड एनिमल एक्सक्रिटालाई नाइट सोइल भन्छौँ। यो सेनिटरी इन्जिनियर, पब्लिक हेल्थ इन्जिनियरहरूले यो भन्छ। इन्भर्टर क्राउन भन्छौँ होइन। इन्भर्टर क्राउन भनेको चाहिँ कस्तो भने जस्तो यो सिवेर हो भने यो टप भने क्राउन हो, यो मुनतिरको भनेको चाहिँ इन्भर्ट हो है। अब यो क्राउनमै अर्को एउटा यो क्राउन कोरोजन भन्ने टर्म सुन्नुहुन्छ क्या तपाईँहरूले? यो के हो भने कहिलेका हामीले नचाहँदा नचाहँदा यहाँ एनर्बिक डिकम्पोजिसन भइदियो। एनर्बिक डिकम्पोजिसन भइदियो भने यहाँबाट चाहिँ के हुन्छ, एनर्बिक डिकम्पोजिसनको एन्ड प्रोडक्ट भने हाइड्रोजन सल्फाइड, मिथेन, अमोनिया, CO2 यस्तो कुराहरू हुन् क्या है। अब यी कुराहरू के हुन्छन्, ग्यास हुन्, माथि निस्किन खोज्छन्, माथि निस्केर यहाँ हिट गर्छन् क्या, कन्टिन्यू यो ठाउँमा हिट गर्न थाल्छन्, यो ठाउँ कोरोड गर्न थाल्छन् क्या तिनीहरूले। अनि क्राउनको कोरोजन भएको भएर क्राउन कोरोजन भन्ने हो। यो चाहिँ ठुला ट्रिटमेन्ट प्लान्टहरू काठमाडौँ भ्यालीमा बनिरहेका के हुन् अथवा बनिरहेको भनेको भन्छ। यो अहिले यो चाहिँ अपरेसनमा छ, एक्टिभेटेड स्लज प्रोसेस एस गुहेश्वरी वेस्ट वाटर ट्रिटमेन्ट प्लान्ट 32.4 MLD है। अर्को एक्टिभेटेड स्लज प्रोसेस एट खोडको बालकुमारीमा यो बन्दैछ। अब यो धोबीघाट पनि लगभग लगभग सकियो अरे, अब यो उसमा जान्छ, अपरेसनमा जान्छ। सल्लाहकारीको 14.2 डिवाट्स भनेर चाहिँ गोकर्ण र हनुमान घाटमा छन्। एक्सेप्ट गुहेश्वरी अल आर अन्डर कन्स्ट्रक्सन भने अझै पनि चलेका छैनन् है। यो चाहिँ मैले आफ्नो बुक देख्दाखेरि चाहिँ वन मन्त्र के अरे खानपानी मन्त्रालयबाट सोधेर चाहिँ लेखेको कुरा हो। लगभग यो चाहिँ अब अपरेसनमा जान्छ होला जो लगभग केही दिनमा, धोबीघाटको चाहिँ होइन। यी चाहिँ काठमाडौँमा भएका है। अब सेनिटेसन सिस्टमको कुरा गऱ्यौँ भने हाम्रो दुईवटा खालको हुन्छ, कन्जर्भेन्सी र वाटर क्यारी सिस्टम है। कन्जर्भेन्सी भनेको चाहिँ कन्जर्भ भनेको पुरानो हो, यो ट्रेडिसनल हो, अनहाइजेनिक हो यो चाहिँ होइन। वाटर क्यारिज भनेको चाहिँ आजभोलिको हामीले गरिरहेको, तपाईँ हामीले प्रयोग गरिरहेको मोडर्न भनौँ हाइजेनिक हो अलिकति है। अब कन्जर्भेन्सी सिस्टममा के हुन्थ्यो भने ड्राई सिस्टम हो, ओल्ड सिस्टम हो। यसमा के हुन्थ्यो भने मान्छेहरूले फोहोरहरू, नाइट सोइल भनौँ, ह्युमन एक्सक्रिटा एनिमल एक्सक्रिटा भाँडोमा कलेक्ट गरेर राखिदिन्थ्यो। अनि त्यसलाई चाहिँ के गर्थ्यो भनेपछि यो कलेक्ट गरिसकेको कुरालाई पछि चाहिँ के गर्थ्यो भने कुनै एउटा खाल्डोमा जेनेरेसन गर्ने गरेका छौँ र डिस्पोज गर्ने गरेका छौँ भने 24 घन्टापछि त्यसलाई निकाल्ने, एउटा भाँडोमा राख्ने, त्यो भाँडो बोक्ने जाने। अनि अलि अनहाइजेनिक हुन्थ्यो। काम गर्ने मान्छे चाहिन्थ्यो, मोर लेबर चाहिन्थ्यो, त्यसलाई निकाल्नु पऱ्यो अनि त्यो बोकेर लाने अथवा ठेला गाडीमा कतै लाने हुन्थ्यो र डिस्पोज गर्नुपर्ने हुन्थ्यो यसमा चाहिँ होइन। त्यो भयो। अन्तिममा के हुन्थ्यो, ह्युमन एक्सक्रिटा लेट्रिन पछि चाहिँ कलेक्टेड सेपरेटली एन्ड पास प्यान्स एन्ड क्यारी टु द हेड अफ द स्विपर्स। त्यो बोक्नेहरूले टाउको माथि कि बोकेर लगेर जान्थे, त्यो गाग्री बोकेर जस्तै त्यो। अनि गार्बेजहरू पनि डस्टबिनहरूमा कलेक्ट गर्ने र पछि मोटर भ्यान अथवा ठेला गाडीले बोकेर लान्थ्यो भन्ने हो यो। अनि सुलेज वेस्ट वाटर चाहिँ के हुन्थ्यो त, क्लोज अथवा ओपन गटरहरूबाट लगिन्थ्यो। कम्बस्टिबल पोर्सन लिफ वेस्ट वाटरहरू चाहिँ जलाइन्थ्यो। डिकेइङ म्याटरहरूलाई चाहिँ मलै बनाउनु खोजिन्थ्यो। ह्युमन एक्सक्रिटाहरू चाहिँ प्राइभेट लेट्रिनमा कलेक्ट हुन्थ्यो, पछि मान्छेले नै निकाल्ने हुन्थ्यो, निकालेर चाहिँ त्यसलाई चाहिँ बोकेर लगिन्थ्यो अथवा माटो भरेर चाहिँ। कन्जर्भेन्स सिस्टम हो। यसको फाइदा चाहिँ के थियो भने इट वाज चिप होइन। ट्रिटमेन्ट फेसिलिटी चाहिँ के हुन्थ्यो, ट्रिटमेन्ट प्लान्टमा चाहिँ लोड कम पुग्थ्यो कि, एकदम कम पुग्ने भयो, त्यही भएर यो राम्रो थियो भन्ने मात्रै हो। तर यसको बेफाइदा धेरै छ। अनहाइजेनिक भयो, मान्छेले चाहिँ त्यो एक्सिडा त्यहाँ राख्यो बोकेर लानु भएन, अनहाइजेनिक हुन्थ्यो है। अनि अर्को चाहिँ के थियो भने एस्थेटिक एपियरेन्स राम्रो हुन्थेन। मान्छेमै डिपेन्ड भयो क्या यो। मान्छेले खाल्डो खाली गरेर त्यो बोकेर लानु पऱ्यो अथवा त्यो पुर्नु पऱ्यो भने मान्छेमा डिपेन्डेन्स बढी थियो यो है। त्यो त्यति राम्रो कुरो भएन।
अनि लेट्रिन अर प्राइभेट आर टु बी लोकेटेड आउटसाइड द हाउस एन्ड स्लाइटली अब त्यो जहाँ पनि हामी त्यो दिसा पिसाब गर्थ्यौँ त्यो ठाउँ चाहिँ अलिक पर हुनु पर्थ्यो भन्ने थियो यसको चाहिँ कन्जर्भेन्सी। अनि प्रब्लम अफ सेनिटेसन एराइज हुन्थ्यो, जस्तो ओपन ड्रेनहरू खुल्ला छोडिदियो भने त्यसले प्रब्लम ल्याउँथ्यो। हाई ह्युमिलिटी टु आस्क ह्युमन बिङ टु ट्रान्सपोर्ट नाइन सोइल। अब के हुन्थ्यो भने एकदमै चाहिँ गाह्रो हुने क्या, तपाईँले आएर मेरो घरमा सफा गरिदिनुहोस् यो बोकेर लानुहोस् भन्नु पऱ्यो क्या फोहोरलाई, होइन यो अनहाइजेनिक प्रोसेसलाई एकदम प्रब्लम हुन्थ्यो। अनि आउटब्रेक अफ इपिडेमिकको आउटब्रेक गरिन्थ्यो। अनि तपाईँको के हुन्थ्यो, क्वाइट चिप, सस्तो चाहिँ थियो भन्ने मात्रै हो। यसलाई रिप्लेस गरेर बिस्तारै मानवमा चेतना आउन थाले, यो त फोहोर रहेछ, अनहाइजेनिक रहेछ, होइन हामीले त्यसरी बोकाउनु चाहिँ राम्रो होइन रहेछ भन्ने कुराहरू आउन थाले। बिस्तारै मान्छेले चाहिँ यो मान्छे भन्दा पनि अरू नै कुनै केरियर खोजौँ भनेर चाहिँ खोज्न थाल्यो। यसको रूपमा फ्लुइडको रूपमा पानी देख्यो क्या, पानी इज इजिली एभाइलेबल एन्ड भेरी भेरी लेस एक्सपेन्सिभ देन अदर, अरूभन्दा एकदमै सस्तो हो क्या पानी चाहिँ, होइन कम्पेरिजन। अनि पानी युज गर्न थाल्यो। अब अहिलेको सिस्टम भने वाटर क्यारिज होइन, टोइलेट गयौँ हामी, सेप गऱ्यौँ, फ्लस गरिदियो, नानीले बगाएर लग्छ, आफै बगाएर लगिरहेको छ, ढलको लाइनमा कहाँ 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 पुगेर चाहिँ त्यो ट्रिटमेन्ट प्लान्टमा पुगिरहेको छ। हाम्रो केही केही रोल नै छैन त्यसमा। हाम्रो रोल भनेको टोइलेट बाथरुम बनाइदिनु पऱ्यो, पानी हुनु पऱ्यो र प्रोपर ढलको लाइन बनाइदियो भने त्यो गइरहेको छ। सो इट इज हाइजेनिक प्रोसेस। लेट्रिन घरभित्रै बनाउनु मिल्यो, घरभित्रै होइन कि कोठाभित्रै बनाइरहेछौँ, मास्टर बेडरुम भनेर अट्याच टोइलेट बाथरुम भनेर त्यहीँ बनाइरहेछौँ। पानी चाहियो, फ्लस गरिदिउँ, अगाडि बढेर गयो। लेबरहरू परेनन् यसलाई चाहिँ, होइन त्यो फिटिङ गर्दाखेरि मात्रै चाहिने कुरा भयो, त्यस पछाडि कोही पनि चाहिएन यसमा। अनि अर्को के भयो भनेपछि ट्रिटमेन्ट प्लानमा चाहिँ लोड बढी जाने भयो। सबै कुरा फ्लस गरेको कुरा ट्रिटमेन्ट प्लानमै जानेवाला छ हाम्रो भनेपछि ट्रिटमेन्ट प्लानमा लोड बढ्यो, प्रोपर डिजाइन चाहियो, है त्यो कुरा चाहिँ भयो। हाइजेनिक, गन्दा आएन टोलमा, फ्री फ्रम ह्युमिलेसन एन्ड सोसियल इन्जस्टिस, आउटब्रेक अफ डिजिजेस हार्म कम भयो, अनि ग्राउन्ड वाटर पल्युसनको पनि घट्यो। अनि एटेज लेट्रिन, अहिले त कोठामै टोइलेट बनाइदियौँ नि। लेबर कम चाहियो भन्ने भयो, मोडर्न ट्रिटमेन्ट टेक्निक भयो, ल्यान्ड कम चाहियो डिस्पोज गर्नलाई भन्ने भयो। तर इनिसियल कस्ट हाई छ है यसको। फेरि इनिसियल त हाई छ नि त, टोइलेट बनाउनु पऱ्यो, खाल्टो खन्नु पऱ्योदेखि लिएर तपाईँको सेफ्टी ट्याङ्क बनाउनु पऱ्यो, होइन त्यहाँ चाहिँ प्लम्बिङ पाइपहरू राख्नु पऱ्यो, प्यान राख्नु पऱ्यो, होइन इन्डियन अब स्कुन राख्ने हो, होइन टाइल राख्नु पर्ला, होइन त्यसलाई फर्दर कन्भिन्स गरेर ट्रिटमेन्ट प्लान्टसम्म पुगाउँदा त खर्च लाग्यो नि त। सिवेजमा सिवेज चाहिँ बढी पुग्यो यसमा। अब थ्योरिटिकल क्वेसनहरू कस्तो हुन्छन् भन्ने हो है, यो यसो ब्रेक लिउँ, यो एमसिक्यू ब्रेक भयो। वाटर क्यारेज सिस्टम निड्स मोर, के चाहिने भयो यसमा, वाटर क्यारेज सिस्टममा बढी पानी चाहियो। तपाईँको एन अनडिजायरेबल ग्यास इन द डोमेस्टिक वाटर, एकदमै अनडिजायरेबल, सबै अनडिजायरेबल नै हुन् O2 बाहेक, H2S चाहिँ एकदम अनडिजायरेबल हो यो चाहिँ। कलर अफ द सिवेजिस, सिवेजको कलर अलिक ग्रे टाइपको हुन्छ है, यस्तो आउन सक्छन् भन्ने हो यसमा त, होइन अब यही भन्ने भएन। अब यो टाइप अफ सिवेज सिस्टम, यो चाहिँ म सानो फर्मुला जस्तो लेख्छु, यहाँबाट बुझौँ है यसलाई चाहिँ बढ्नु। दुईवटा खालको सिवेज हुन्छ भन्ने कुरा गऱ्यौँ। एउटा सेनिटरी सिवेज, अर्को चाहिँ स्टम्प सिवेज। सेनिटरी सिवेज, अर्को चाहिँ स्टम्प सिवेज। सेनिटरी सिवेज भनेको किचन, टोइलेट, बाथरुम, यस्तै यस्तै ठाउँबाट निस्क्यो भने। स्टम्प भनेको चाहिँ रेन हो। स्टम्पलाई हामी ड्राई वेदर फ्लो भन्यौँ, यसलाई सरी स्टम्पलाई हामी वेट वेदर फ्लो भन्यौँ। भयो भयो है। अब
यसमा चाहिँ जस्तो सेपरेट सिस्टममा चाहिँ के हुन्छ भने दुईटा सिभर लाइन हुन्छ हामीसँग है, टु सिभर लाइन हुन्छ। त्यो दुइटैले के हुन्छ, एउटाले चाहिँ हाम्रो सेनिटरी सिभर लाने भयो, अर्कोले स्टम है। यो हाम्रो चाहिँ के भन्छन् सेपरेट सिस्टममा यो कम्बाइनमा चाहिँ के हुन्छ, एउटा सिङ्गल सिभर लाइन हुन्छ। सिङ्गल सिभर लाइनले के हुन्छ त क्युएसए प्लस क्यु स्टम दुइटै लग्छ है। पार्सियली सेपरेट सिस्टममा पनि हामीलाई दुईटा सिभर लाइन हुन्छ है। एउटाले क्यु स्टम के अरे क्यु सेनिटरी प्लस क्यु स्टम फ्रम रेन के अरे क्यु स्टम फ्रम रुफ एन्ड यार्ड, अर्कोले चाहिँ क्यु स्टम माइनस रुफ र यार्डबाट बाहेकको अरू ठाउँको पानी लन गार्डनहरूबाट यस्तो ठाउँको पानी लगेर जान्छ है। अब यसमा के हुन्छ भन्दा सेपरेट सिस्टममा दुईटा सिभर लाइन चाहियो, एउटाबाट सेनिटरी अर्को स्टम भन्यो भने सेनिटरीलाई क्लोज गरेर स्टमलाई ओपन गरेर लान पनि मिल्छ। पेडेस्ट्रियन अथवा ट्राफिक क्रसिङमा मात्रै हामीले चाहिँ यसलाई बन्द गर्नु पर्यो हुन्छ भने दुइटैको डायमिटर कम कमै हुने भयो, तर जमिन बढी चाहियो सेनिटरी के अरे सेपरेटमा हामीलाई। कम्बाइनमा के हुन्छ त भन्दाखेरि दुइटैको एउटैबाट लग्यौँ, डायमिटर अलिक ठुलो हुन्छ है। डायमिटर चाहिँ तपाईँको अलिक ठुलो हुने भयो, किनभने क्यु यसै र त्यो क्यु इक्वल टु एभी नै हो। क्यु बढ्ने बित्तिकै त तपाईँको भेलोसिटी रेस्ट्रिक्ट नै गर्नुपर्छ हामीले, एरिया बढी चाहिने भयो, जमिन कम चाहिने भयो भने अब त्यसको कम्पेरिजनमा। पार्सियली सेपरेटमा चाहिँ के हुने, दुईवटा सिभर लाइन कम्पेरिजनमा चाहिँ कम्बाइन भन्दा चाहिँ जमिन चाहियो। अब पार्सियली त्यति डिजाइन हामी गर्दैनौँ, गर्न आइसोलेट त्यो गर्न गाह्रै हुन्छ हाम्रोमा चाहिँ, हामी त्यति सकिरहेको छैनौँ। सेपरेट र कम्बाइन हो, जस्तो काठमाडौँको केसमा चाहिँ हाम्रो कम्बाइन सिस्टम हो। त्यही भएर काठमाडौँमा हामीले जेठभन्दा अगाडि असोजदेखि जेठसम्म ढलको प्रब्लम सुन्दैनौँ। तर जब पानी लाग्यो, ढल फुट्यो, ढल भयो, यहाँ निस्क्यो, माइतीको डुबान टेकुमा डुबान यो भन्छ, त्यो बेलामा के हो भने अल द सिभियर आर कम्बाइन्ड सिस्टम। कम्बाइन्ड सिस्टममा डिजाइन छन्, स्टम सिभियर एकदम हाई भइदिन्छ, त्यो क्यापेसिटीले धान्दैन है। अब सेपरेट कुन ठाउँमा युज हुन्छ भने पानी अत्याधिक पर्छ भनेपछि त्यो बेलामा कम्बाइनबाट किन लग्ने, ट्रिटमेन्ट प्लान्टमा त्यत्रो पानी किन लाने, किनभने यो कम्बाइनले त ट्रिटमेन्ट प्लान्टमा लगेर जाने हो सबैलाई भने ट्रिट गर्न गाह्रो हुन्छ, क्यु बढ्छ। अनि सेन्टर सेपरेट सिवेजले के हुनसक्छ, त्यो ठाउँमा चाहिँ प्रोपर कनेक्सन बनाएर घरहरूमा त स्टमको छुट्टै राखेको हुन्छ है, छतको र उसको पानी आउन छुट्टै बनाइदिएको हुन्छ हामीले, त्यसलाई हामीले छुट्टै लगायो ट्रिट गर्नु परेन नि त, यसलाई त यसलाई सिधै खोलामा फाले नि भयो हामीले। तर सेनिटरी सिवेजलाई त गर्नु पऱ्यो भने कम्बाइनमा त सेनिटरीमा मिक्स हुने बित्तिकै के भयो त ट्रिटमेन्ट प्लान्टमा जाने लोड बढ्यो है। यो कुरा चाहिँ हाम्रो यस बुझ्नुपर्छ। अब सेपरेटमा टु सेट अफ सिभियर भन्छ नि, यो एउटाले यो लाग्छ यो लाग्छ भन्ने कुरा गरिसक्यौँ। एडभान्टेज भने कस्ट कम लाग्ने भयो, एउटा ओपन एउटा क्लोज हुने भयो, ट्रिटमेन्ट प्लान्टमा पुग्ने लोड कम हुने भयो, लिफ्टिङ गर्नु पऱ्यो, पम्पिङ नै गर्नु पऱ्यो। लिफ्टिङ गर्नु पऱ्यो भने पनि हामीले स्टम वाटरलाई गर्नु पर्दैन, सेन्टरी सिभियरलाई क्यु कम हुने भयो, पम्पिङ सस्तो पर्ने भयो है। अनि यो मोर युनिफर्म क्यारेक्टर हुने भयो, किनभने यसमा पानी ढल मात्रै छ भन्ने हो। अनि स्मल सेक्सनले पनि के हुँदछ, बढी पानी लान सक्यो, रेन वाटर पल्युटेड हुँदैन, युज गर्न मिल्यो। इट रिड्युस पोसिबिलिटी अफ पल्युसन क्रिएटेड बाई ओभरफ्लो। कहिलेकाहीँ के हुन्छ हेभी रेन, अब काठमाडौँमा के हुन्छ घरको फोहोर पनि त्यसमै गएको छ, स्टम सिवेज पनि त्यसमै गएको छ। अब त्यो स्टम सिवेज लिक भइदिएर लिक भएर चाहिँ कतैबाट क्यापेसिटी भरियो, स्टम वेन मिक्स विथ सेनिटरी त्यो पल्युट भइहाल्यो। त्यो पल्युट हुने बित्तिकै अब त्यो आएर कतै इनारमा अथवा कतै वाटर टेबल मिक्स भयो भने त्यसले प्रब्लम गर्न सक्छ होइन, यो हैजा फैलाउने इकोलाईको प्रब्लमहरू ल्याउँछ। डिसएडभान्टेज भने सिभियरलाई क्लिन गर्न गाह्रो हुन्छ, किन साइज सानो हुन्छ। दुईवटा सिभियर हुन्छन्, जमिन बढी चाहियो, सेट बढी लाग्यो, ग्रेडियन्ट मेन्टेन भएन भने फ्लसिङलाई प्रब्लम हुन्छ होइन। अब घरमा दुईवटा पाइप राख्न खोज्दैनन्, धेरैले महँगो मान्छन्, अनि गलत कनेक्सन गरिदियो भने प्रब्लम हुन्छ होइन। यो कुराहरू भयो। कुन ठाउँमा सेपरेट सिस्टम लिने भन्यो, रेनफल इज अनइभन अर कन्सन्ट्रेटेड फर सर्ट टाइम, सेन्टरी सिवेज इज टु बी पम्प्ड,
होइन एबिलिटी अफ सेपरेट आउटलेट्स अर ट्रिटमेन्ट प्लान लिस्ट वाट चोइस अफ सेपरेट सिस्टम होइन कस्तो खालको चाहिँ आउटलेट अथवा ट्रिटमेन्ट प्लान छ त्यसले पनि फरक पार्छ पैसा कति छ त्यसले फरक पार्छ ड्रेनेज एरिया स्टिप भयो भने इट इज इजियर टु एलाउ स्टर्म वाटर थ्रु ओपन ड्रेन होइन त्यो ठाउँमा हामी खुल्ला ड्रेनबाट क्लोज नगरिकन पनि हामीले प्रोभाइड गर्न सक्छौँ रक्की स्टेटाहरू भयो भने त्यो ठाउँमा के हुन्छ कम्बाइनको लागि खन्नलाई महँगो पर्छ त्यो ठाउँमा पनि गर्न सक्छौँ कम्बाइन भनेको के हो त भनेपछि एउटै पानी एउटै पाइपले हाम्रो सेनिटरी सिवेज र रेन वाटर लगेर जाने भन्ने कुरा भयो यो चाहिँ हाम्रो यसले ट्रिटमेन्ट प्लान्टमा लोड बढाउँछ क्या बढीको किनभने स्टर्म वाटर त राम्रो हो नि त्यसलाई पनि ट्रिट गर्नु भन्नुभयो खर्च बढाउनेको डायमिटर बढ्यो क्या सिभियरको साइज चाहिँ बढाउँछ तर यो के अरे फाइदा चाहिँ के हुन्छ भनेपछि लार्जर साइज अनि रेन वाटरले के हुन्छ फ्लस गरिदिन्छ क्या अब त्यो ढलको पानी कम छ रेन वाटर बढी छ भने फ्लस चकिङको प्रब्लम सजिलो गर्छ ट्रिटमेन्ट इजियर र इकोनोमिकल भइदिन्छ किनभने स्लजको कन्सन्ट्रेसन डाइल्युट चाहिँ भइदिन्छ है त्यहाँ बिओडीको कुराहरू टर्बिडिएको कुरा डाइल्युट चाहिँ गरिदिन्छ यसले होइन तर लोड चाहिँ बढ्ने भयो है कन्जेस्टेड एरियामा नि यो ठिक छ क्या अब यस्तै डिसएडभान्टेजेस भनेर त तपाईँको ह्यान्डलिङ ट्रान्सपोर्ट गर्न गाह्रो हुन्छ भन्ने भयो पम्पिङ गर्नु पऱ्यो भने ह्युज कस्ट लाग्यो ट्रिटमेन्ट प्लान्टमा लोड बढ्यो स्टम चाहिँ सफा मान्ला फेरि हामीले फोहोर गऱ्यौँ फेरि त्यसलाई सफा गऱ्यौँ क्या पहिला सफा नै छ स्टमबाट त्यसलाई फोहोर गऱ्यौँ फोहोर गरेर फेरि सफा गऱ्यौँ क्या त्यो प्रब्लम हुने भयो है अनि कुन ठाउँमा यो लिने भने रेनफल इज इभन एन्ड स्प्रेड थ्रु आउट द इयर त्यो ठाउँमा गर्न मिल्यो है नेसेसरी टु पम्प बोथ द सेन्टेरियन्स दुइटैलाई पम्प गर्नै पर्ने छ भने त्यो ठाउँमा यो गर्न सक्छौँ अनि दुईवटा पाइप राख्नलाई ठाउँ छैन भनेपछि यो गर्न मिल्यो अब पार्सियली सेपरेटमा के हो भने दुईवटा सिवरको लाइन हुन्छ नि एउटाले सेनिटरी सिवेज प्लस रुफ र यार्डको पानी किनभने घरमा पानी परेपछि सबभन्दा बढी पानी बगेर जाने होइन छतको र आँगनको पेभिङ छ भने त्यो पानीलाई हामीले चाहिँ सेनिटरी सिवेजमा लगिदियो भने त्यसले बगाउँछ क्या अगाडि भन्ने हिसाबले हो रोडतिरको ग्राउन्डतिरको चाहिँ अर्को पाइपबाट लग्ने कुरा भयो दुइटैको एडभान्टेज हुने हो कि यसमा चाहिँ पार्सल जस्तो सेपरेट जस्तो होइन कम्बाइन जस्तो पनि भयो है त्यति युज गरेको चाहिँ हामी देख्दैनौँ है यो चाहिँ अब सिवरेज सिस्टम कसरी छान्ने भन्ने कुरा हो अब सिवरेज सिस्टम भने एउटा चाहिँ रेनफल प्याटर्न हो पानी कतिको पर्यो भन्ने कुराले हो अर्को भने पम्पिङ रिक्वायरमेन्ट होइन हामीलाई पम्प गर्नै पर्ने आवश्यकता भयो भने त दुइटै पम्प गर्नै पर्ने भयो त कम्बाइन छाने भयो तर पम्पले गर्दा कस्ट एकदमै बढ्छ नि हामीले चाहिँ स्टम वाटरलाई बल जबरजस्ती मिसाएर चाहिँ कन्सन्ट्रेसन के अरे क्वान्टिटी बढाएर पम्प गर्नु पऱ्यो भने खर्च बढ्यो नि त है अब हाम्रो लगभग लगभग गुएसडी ट्रिटमेन्ट प्लान्टमै पम्पिङ गर्नुपर्छ तपाईँको लगभग 16 17 लाख रुपियाँ प्रत्येक महिना विद्युत प्राधिकरणले 4 रुपियाँ युनिट दिँदा पनि त्यत्रो चाहिँ आउँछ हुन त त्यो 16 17मा त्यो पुरै एरेसन ट्याङ्कहरू चलाएको सेकेन्डरी क्लेरिफायरहरू चलाएको मिक्सिङ गरेको सबै हो तर त्यसको चाहिँ 40 अराउन्ड 40% जति चाहिँ हाम्रो युले पनि कभर गर्छ क्या यो पम्पिङ गर्नुपर्ने भएर पनि है त्यो कुराले प्रब्लम अब टाइम कति लाग्छ जोइन गर्नलाई स्पेस कति छ टोपोग्राफीले पनि फरक पार्छ जमिन अत्याधिकै छ भने त सेपरेट गरे नि भयो होइन कम छ कन्जेस्टेड हो भने कम्बाइन गर्नुपर्ने पनि हुन्छ ग्रेडियन्टले पनि फरक पार्छ होइन जुन ठाउँमा चाहिँ खर्च गर्नुपर्ने के अरे यो एकदमै चाहिँ रकहरू छ खन्नै गाह्रो छ भने त्यो ठाउँमा चाहिँ हामीले सेपरेट गर्न सकियो कम्बाइनले भने डायमिटर बढी चाहियो अलिक अहिले खन्नुपर्ने भयो अर्को सब सोइल कन्डिसन एबिलिटी अफ फन्ड र एबिलिटी अफ सेपरेट फल सिभर होइन अब सब सोइल स्टेटमा रकी फाउन्डेसनहरू छन् भने सेपरेट सिस्टम गर्ने भयो फन्ड चाहिँ एकदमै हामीलाई चाहिँ लेस छ भनेपछि त्यो बेलामा चाहिँ हामीले के गर्छौँ भनेपछि सेपरेट एजुम गर्छौँ होइन क्लोज सिस्टम गर्नु पऱ्यो किनभने तपाईँको सेपरेटको फाइदा के भयो भने स्टम वाटरलाई त ओपन लग्यो पनि भयो नि त खर्च कम लाग्ने भयो तर कम्बाइन भन्ने बित्तिकै त त्यसलाई बन्दै गरेर लानु पऱ्यो होइन त्यो भएर खर्च बढ्ने भयो अब नेपालमा चाहिँ जस्तो बिङ एन्ड अन्डर डेभलप कन्ट्री सेपरेट सिस्टम सुड बी एडप्टेड किन फन्ड कम हुन्छन् रेनफल चाहिँ मनसुनमा 3 देखि 4 महिना चाहिँ अत्याधिकै हुने हो हाम्रोमा अरू बेलामा चाहिँ पानी हुँदैन है अनि यदि कम्बाइन सिस्टम हामीले एडप्ट गऱ्यौँ भने चाहिँ के हुन्छ अरू बेलामा सिल्टिङको चकिङको प्रब्लम हुनसक्छ ट्रिटमेन्ट प्लान्टहरू चाहिँ एकदमै हाम्रो चाहिँ के भयो कम छन् अहिलेसम्म हामीले चाहिँ बनाउन सकेका छैनौँ होइन अब बनाए पनि
कन्सन्ट्रेसन बढी जाने भयो भने सेपरेट सिस्टमलाई ट्रिटमेन्ट प्लान्टको अब किनभने सबै सामान हामीले बाहिरबाट किनेर ल्याउनु पर्ने छ होइन हामीलाई हाम्रो यहाँ युज हुने भनेको चाहिँ त्यत्रो कन्स्ट्रक्सन मेटेरियल युज हुँदै गर्दाखेरि एउटा बालुवा युज होला एउटा गिटी माटो अर्को सिमेन्ट पनि भनौँ अहिलेको सिमेन्ट भयो अब अरू धेरै कुरा त हामीले चाहिँ बाहिरबाट ल्याउनु पर्ने छ होइन स्किल ह्युमन रिसोर्स पनि बाहिरबाट ल्याउनु पर्ने छ त्यो काम गर्नलाई मेसिनरी कुराहरू छैन हामीसँग त्यस्तो भने बल्ल एउटा ट्रिटमेन्ट प्लान्ट त बनेको छ भने त्यसले गर्दा कस्ट बढाउनु कस्ट घटाउनलाई सेपरेट हामीले गराउन सक्छौँ है यो यही हिसाबले हेर्नु होला है अब क्वान्टिटी अफ वेस्ट वाटरमा गयौँ भने चाहिँ यो अलिअलि कुरा आइ पनि सक्यो यसको होइन जस्तो सेनिटरी सिवेज अर ड्राई वेदर फ्लो अथवा स्टर्म सिवेज वेट वाटर फ्लो भयो सेनिटरी सिवेज भन्ने बित्तिकै अब यसको वेस्ट वाटरको सोर्स भने पब्लिक वाटर सप्लाई प्राइभेट वाटर सप्लाई इन्फिल्ट्रेसन अब कतै चाहिँ पाइपमा चाहिँ लिकेज भएर बाहिरबाट पानी आइदियो अथवा होइन भित्रबाट बाहिर आयो पनि हुन्छ कन्सन्ट्रेसन त घट्यो नि त त्यसले गर्दाखेरि पनि क्वान्टिटीमा फ्लक्चुएसन आयो अनअथराइज कनेक्सन अब कसैले घर बनायो नक्सा पनि पास गरेन ढलमा पनि यत्तिकै जोडिदियो भने त त्यो अनअथराइज कनेक्सन भयो इफ्लुएन्ट क्यारेक्टरिस्टिक्समा हेऱ्यौँ भने 99% चाहिँ 99.9% चाहिँ वाटर नै हो बाँकी मात्रै सोलिड हो सो द स्पेसिफिक ग्रेभिटी अफ वाटर एन्ड वेस्ट वाटर बराबर नै लिने गरिन्छ फ्याक्टर अफेक्टिङ सेनिटरी सिवेजमा पानी कति युज गर्यो जति पानी बढी युज गर्यो त्यति चाहिँ फोहोर चाहिँ बढी जेनेरेट हुने हो जस्तो अब पहिला पहिला के हुन्थ्यो फ्लसहरू हुन्थेन र मान्छेले बाल्टिनबाट जगबाट चाहिँ टोइलेटमा पानी फ्लस गर्नुपर्छ कम युज हुन्थ्यो अहिले फ्लस छ फ्लसमा चाहिँ के छ त हाम्रो प्रत्येक पटक मान्छेले जाने भने एउटा दुईवटा फ्लस गर्ने बित्तिकै क्वान्टिटी त बढी जेनेरेट हुन्छ अनि हट वाटर कोल्ड वाटर सिस्टम राख्यौँ होइन अब किचनमा पनि अब प्लम भयो विभिन्न घरमा जति प्लम्बिङ भयो फुल्ली प्लमसित पानी बढी सप्लाई भयो त्यसले बढ्छ पपुलेसन जति बढी भयो त्यति पानी बढी कन्जम्सन हुन्छ एरिया सर्भ होइन अब कस्तो एरिया हो त त्यसले पनि फरक पार्छ होइन कस्तो नेचर अनि ग्राउन्ड वाटर इन्फिल्ट्रेसनमा चाहिँ इन्फिल्ट्रेसन भयो भने कन्सन्ट्रेसन बढ्छ एक्सफिल्ट्रेसन भयो भने घट्छ अनअथराइज कनेक्सनले पनि एडप्ट गर्छ अब हाम्रो चाहिँ यो यसको फर्मुला यो हेर्दा पुग्छ हामीलाई यो क्वान्टिटी अफ डिडब्लुएफ निकाल्नलाई पपुलेसन इन्टु पर क्यापिटा इन्टु यो के अरे यो पर क्यापिटा सेनिटरी सिवेज हुन्छ नि पर क्यापिटा सेनिटरी सिवेज दिइएन भने 70 to 80% अफ पर क्यापिटा वाटर सप्लाई हुन्छ होइन अब पपुलेसन इन्टु पर जस्तो एकजना मान्छेलाई 45 लिटर पानी चाहिन्छ भने 10 मान्छे छन् भने 45 गुणा 10 गर्ने बेलामा टोटल वाटर सप्लाई आयो त्यसको 70 to 90% गर्दा ड्राई वेदर फ्लो आयो ड्राई वेदर फ्लो भने यति हो तर हामी डिजाइन गर्ने बेलामा चाहिँ म्याक्सिमम डिजाइन भ्यालुमा डिजाइन गर्ने भयो अरे पिक फ्याक्टर लिने हो हामीले है यो हेर्दा हुन्छ ल जस्तो ड्राई वेदर फ्लो भनेको के हो त पपुलेसन इन्टु 70 to 90% अफ वाटर सप्लाई रेट भयो यो ड्राई वेदर फ्लो घरबाट जेनेरेट हुने फोहोर यति मात्रै हो तर यसलाई हामीले पिक फ्याक्टरले गुणन गऱ्यो भने डिजाइन क्वान्टिटी अफ सेनिटरी सिवेज आउँछ यो चाहिँ किन युज गरिन्छ भने क्यु बढाउन एरिया बढाउनका लागि दिशा सेनिटरी सिवेज पहिला के गर्ने डिजाइन पिरियड फिक्स गर्ने कति वर्षसम्मलाई हो त्यसको पपुलेसन फरकास्ट गर्ने त्यो पपुलेसन फरकास्ट गरेर कति क्वान्टिटी क्यु जेनेरेट हुन्छ निकाल्नु पर्यो त्यो क्युलाई पिक फ्याक्टरले मल्टिप्लाई गर्ने क्यु म्याक्सिमम आयो अब त्यस पछाडि चाहिँ ए इन्टु भी गरेर क्यु इक्वल टु ए इन्टु भी गरेर भ्यालु डिस्ट्रिब्युट गरेर एरिया निकाल्ने हो डायमिटर निकाल्ने हो अब स्टर्म वाटर केमा डिपेन्ड हुन्छ भनेपछि स्टर्म वाटरको क्वान्टिटी चाहिँ पानी कति पर्यो कति बेर पर्यो कहिलेकाहीँ दिनभरि पानी पर्छ खासै पानी बगेकै देखिँदैन कहिलेकाहीँ के हुन्छ 10 मिनट पानी पर्छ भल बगेर जस्तो देखिन्छ भने इन्टेन्सिटी अफ रेनफल होइन होइन कति रेनफल डेप्थको कुरा गरौँ कति एमएम पानी पर्यो भन्छ नि होइन कति रेनफल डेप्थ कति टाइमसम्म अनि कस्तो जमिन छ सबै ढलान नै ढलान गरे भने त माथि नै बग्छन् रन अफ बढी हुन्छ होइन खेतै खेत हो भने त जमिनमा बढी इन्फिल्ट्रेट हुनसक्छ है अनि अर्को भने चाहिँ स्लोप कतिको छ एकदमै स्लोप हो भने बढी बग्ला रन अफ बढी होला भेजिटेसनहरू बढी छन् भनेपछि कम होला रन अफ है अनि तपाईँको अर्को भनेको चाहिँ क्लाइमेटिक कन्डिसनहरू यो होइन अनि इम्पर्भियसनेसले आउने भयो अब स्टर्म वाटरलाई हामीले निकाल्ने भने रेसनल अथवा इम्पेरिकल फर्मुला हो हाम्रो रेसनल फर्मुला भनेको 400 हेक्टरसम्मलाई क्यु इक्वल टु CI/360 जसमा सी भनेको कोफिसिएन्ट र रन अफ हो यसको युनिट हुँदैन आई भनेको इन्टेन्सिटी अफ रेनफल हो यो एमएम पर आवरमा हुन्छ ए भने क्याचमेन्ट एरिया हो यो हेक्टरमा हुन्छ यो CI/360 चाहिँ मिटर क्युब पर सेकेन्डमा आउँदछ है
अघि हामीले कुरा गरेको क्युएसए प्लस क्यु स्टम्प भने यो स्टम्प भयो यो चाहिँ यो, अनि क्युएसए भनेको अघिल्लो स्लाइडहरूमा हेरेको। अब इम्पर्मिएबिलिटी फ्याक्टर भनेको चाहिँ जति बढी चाहिँ तपाईँको जमिनभित्र जान पाए त्यति कम बग्ने कुरा भयो, जति जमिनभित्र कम जान पाए माथि नै बग्यो त्यति रनअप बढी हुने भयो, क्यु बढ्ने भयो त्यसले चाहिँ है। अब कहिलेकाहीँ के हुन्छ भने एउटै ठाउँमा 5-7 खालको एरिया भइदिन्छ क्या, जस्तो यस्तो जमिन छ। अब यहाँ चाहिँ तपाईँको यसको रन अफ C1 A1 छ एरिया, C2 A2, होइन यो C3 A3, C4 A4, होइन यो के हुनसक्छ भने यो ठाउँमा रुफ हुनसक्छ, बिल्डिङहरू हुनसक्छ, यो ठाउँमा रोड हुनसक्छ, यो ठाउँमा भ्याकेन्ट प्लट हुनसक्छन्, यो ठाउँमा एग्रिकल्चर प्लट हुनसक्छ भने, यो ठाउँमा वुडन एरिया हुनसक्छ भने सबैको कोफिसियन्ट अफ रन अफ त फरक हुन्छ भने यो ठाउँमा हामीले एभरेज निकाल्नुपर्छ होइन। यसरी CIAI टोटल एरियाले भाग लाउनुपर्छ है। त्यस्तै गरी इन्टेन्सिटी अफ रेनफल चाहिँ स्टर्म ड्युरेसन यदि 5 देखि 20 सम्म हो भने 760/T+10 भन्ने फर्मुला युज गर्छौँ। 21बाट 100सम्म हो भने 1020/T+10 है, अथवा यो फर्मुला पनि छ। अब यसमा टाइम मिनटमा हुन्छ, आई चाहिँ फेरि MM पर आवरमा आउँछ है। टाइम अफ कन्सन्ट्रेसन भने चाहिँ के हो भनेपछि जस्तो तपाईँको यो एउटा फिगर छ, मानौ तपाईँको यो ठाउँमा चाहिँ हामीलाई ढल पुगाउनु पर्ने छ भनेपछि यो यो ठाउँमा ढल हो भने यो ठाउँबाट यो ठाउँ एकदमै टाढाको ठाउँ यो हो भने यसलाई टाइम अफ कन्सन्ट्रेसन भन्ने हो हामीले। एकदमै टाढाको ठाउँबाट चाहिँ हाम्रो कन्सर्न भएको ढलको कन्सर्न भएको ठाउँसम्म लाग्ने टाइम हो। पानी पर्यो भने यहाँको ढल पहिला यो एरियाभित्र टाइम अफ इन्ट्री कति हो र यहाँबाट टाइम अफ फ्लो कति हो भन्ने हिसाबले हामीले निकालेर चाहिँ हेर्छौँ है। यो किनभने विभिन्न एरियाबाट बग्दै बग्दै आएर यहाँबाट आएर चाहिँ अनि यहाँबाट मेन लाइनमा मेन ढलबाट यहाँ पुग्न कति टाइम लाग्छ, यसलाई टाइम अफ कन्सन्ट्रेसन भनेर भन्ने हो। हाम्रो कन्सर्नमा रहेको क्याचमेन्ट एरियाको एकदम कर्नर ठाउँबाट हाम्रो ढलको पोइन्टसम्म आउन लाग्ने टाइमलाई हामी टाइम अफ कन्सन्ट्रेसन भन्छौँ। यो किन भन्छौँ भने कहिलेकाहीँ यहाँबाट यहाँ आउनलाई चाहिँ 30 मिनट लाग्यो तर 15 मिनटमै पानी रोकियो भने त कहिलेकाहीँ के भन्छ पानी रोकिसकेपछि पानी बगेर आइरहेको देख्छौँ नि हामी, त्यसका लागि पनि हो है यो। अब डिजाइन एन्ड कन्स्ट्रक्सन अफ सिवियरमा जाउँ। डिजाइन पिरियड भनेको चाहिँ द नम्बर अफ इयर, कति वर्षका लागि यो हाम्रो चाहिँ काम गर्छ होइन, अपरेसनमा आउँछ होइन, विदाउट एनी फल्ट। कहिलेकाहीँ मेन्टेनेन्स चाहिँ गर्नुपर्ने अवस्था आउन सक्दछ होइन। डिजाइन कस्तो हुन्छ भने घरमा राखेका ढलका लाइनहरू घरमा कसैले पाइप चेन्ज गरेर देख्नु भएको छ, खासै गरिँदैन नि होइन। त्यही भएर घरमा के हुन्छ नदेखिने कुरा राम्रो लगाऊ भन्ने कारण त्यही हो। जस्तो पाइप लाइनहरू, इलेक्ट्रिक तारहरू होइन, त्यो चाहिँ राम्रो राख्ने कारण त्यो हो होइन। किन एकचोटि राख्यो भने फुल घर रहन्जेलसम्म त्यो पाइपहरू रहनु पर्यो भन्ने केस हो। अब कहिलेकाहीँ लिक हुने त्यो बिग्रिने थोरै थोरै पोर्सन चेन्ज गर्नुपर्ने त प्रब्लम भएन त्यो। अनि मेन सिवर लाइनहरू 40 देखि 50 वर्ष, ट्रिटमेन्ट युनिट 15 देखि 20 वर्ष, पम्पिङ प्लान्ट 5 देखि 10 वर्ष है। फ्लो भ्यालोसिटीमा फ्लो भ्यालोसिटी के भयो एकदमै धेरै भ्यालोसिटी भइदियो भने त के भयो, यसो पानी गयो डिरेक्सन चेन्ज गर्ने ठाउँमा चाहिँ के हुनसक्छ हाम्रो इरोड गर्न फोड्न सक्छ, जोइन्टलाई फोड्न सक्छ। इरोड कोरोजन हुनका लागि बचाउनलाई हामीले चाहिँ भ्यालोसिटी लिमिट गर्नुपर्छ। जेनरली 3 मिटर पर सेकेन्ड भन्छ होइन, तर डिजाइनर स्पेसिफिकेसनले यो फरक पनि पर्छ है। अब कहिलेकाहीँ जस्तो कास्ट आइरनको 4.5सम्म पनि छ, यो म्यानुफ्याक्चरले दिएको कुरा भयो। मिनिमम भने यति पानी चाहिँ हुनै पर्यो, नभए पानीमा त सोलिड पनि छ हाम्रो यसमा त, पानी मात्रै त होइन अनि ओपन फ्लो होइन यो त, के अरे सरी पाइप फ्लो त क्लोज फ्लो त होइन, प्रेसराइज फ्लो त होइन, ओपन फ्लो हो भनेपछि ओपन फ्लोलाई चाहिँ हामीले के गर्छौँ त पानी त्यो हिसाबमा बग्दैन भन्ने हिसाब। सिल्टिङको चोकिङको प्रब्लम नहोस् भनेर 0.6 मिटर पर सेकेन्ड चाहिँ राख्नैपर्छ। बट अर्ग्यानिक इनअर्ग्यानिक म्याटर दुइटै हुने भएर कहिलेकाहीँ 0.6ले नपुगेर अलिक बढी पनि चाहिन सक्छ हामीलाई मिनिमम भ्यालुसिटी नै। द मिनिमम भ्यालुसिटी फर द फ्लो अफ द वाटर त्यसलाई हामी सेल्फ क्लिन्जिङ भ्यालुसिटी भन्छौँ। इट डिपेन्ड्स अपन कस्तो खालको पार्टिकल छ, अर्ग्यानिक इनअर्ग्यानिक, त्यसको क्यारेक्टरिस्टिक्स भ्यालुमा डिपेन्ड गर्दछ है सेल्फ क्लिन्जिङ भ्यालुसिटीमा। यसको फर्मुला यो फर्मुला सोध्न सक्छ हामीलाई 2 मार्क्समा। पुट फर्मुला गेट आन्सर तरिकाले पनि सोध्न सक्छ अथवा फर्मुला के हो पनि सोध्न सक्छ है। यसले हामी के हुन्छ मिनिमम भ्यालु कति चाहिँ चाहियो त त्यहाँ भएको पार्टिकलहरूको लागि भनेर।
अब सिभिल डिजाइन क्राइटेरियामा हाम्रो एउटा त भ्यालुसिटी नै हो है, यो 0.623, अनि सेल्फ क्लिन्जिङ भ्यालुसिटी चेक गर्नुपर्ने कुरा हो। अर्को भने डिस्चार्जको कुरा हो, डिस्चार्ज भने पिक डिस्चार्जमा लिनु पर्यो होइन, 2 देखि 4 पिक फ्याक्टर लिएको कुरा हो। सिभियर साइजको कुरा गऱ्यो भने साइज त बजारमा पाइन्छ जति पनि, तर मिनिमम घरभित्र 10 भन्दा कम युज नगर भन्छ। रोड साइडमा 15 भन्दा कम युज गर्नु भएन भने चाहिँ पहिला, अहिले चाहिँ नगरपालिकाले 20 सेन्टी नै युज गर भन्छ। अब नेपालमा 3 मिटरसम्मको हल्को लाइन पाइन्छन्, अब त्यो हिसाबले अब कुन युज गर्ने, यो डिजाइनले नै निकाल्ने कुराहरू हो होइन। ग्रेडियन्टको कुरा पनि के भयो, हामीले सर्वेलाई आरएललाई ध्यान नदिँदै गयो भने, ओह्रालो जानुपर्ने ठाउँमा बिस्तारै उकालो भइदियो भने यो पानी चढ्दै चढ्दैन यो ढलको लाइन। किन यो त प्रेसराइज फ्लो होइन, घरबाट सबैका घरबाट थोथोरै कलेक्ट गर्दै आउँदै अगाडि बढाएको कुरो मात्रै हो। सो त्यसका लागि चाहिँ हामीले के गर्नु पर्यो त, प्रोपर ग्रेडियन्ट छान्नु पर्यो। फेरि एकदमै धेरै चाहिँ त ओह्रालो भइदियो भने पनि ढ्याक्क गरेर कतै फोडिदिन सक्छ है। अनि उकालो पनि हुनै भएन, केही एउटा लिमिटमा राख्नुपर्छ है। अब हाइड्रोलिक फर्मुला हामी यसमा युज हुने भनेका चाहिँ त तपाईँको एउटा चाहिँ क्यु इक्वल टु एबी भयो, अर्को म्यानिङ्स, अर्को चेजिस हो। यो फर्मुला पनि याद गर्नु होला, अथवा यिनीहरूमा पनि पुट फर्मुला गेट आन्सर टाइपको क्वेसन पनि सोध्न सक्दछ। अब हाम्रो चाहिँ अर्को छ, यो जस्तो यो हाइड्रोलिक डिजाइनमा यो एउटा पाइप हो, यसमा फुल फ्लो भयो हो भने यसको डायमिटर डी हो भने, कुनै एउटा सर्कुलर पाइप यसको डायमिटर डी हो भने यसको एरिया भने पाइडी स्क्वायर बाई 4 हुन्छ, अनि पेरिमिटर भने पाइडी हुन्छ भने आर भनेको के हो त, ए बाई पी, यो डी बाई 4 आउँछ। त्यस्तै चाहिँ त हाम्रो अर्को ल मानौँ यो हाफ फ्लो भयो, हाफ फ्लो भयो, डी बाई 2 भयो भने के हुन्छ, एरिया र पेरिमिटर ट्याक्क आधीले घट्छ, पाइडी स्क्वायर बाई 8 हुन्छ, अनि एरिया भने यो के अरे पेरिमिटर भने छ पाइडी बाई 2 हुन्छ, र यो आर भनेको ए बाई पी गर्दा आउँदा चाहिँ डी बाई 4 नै आउँदछ है। यो फुल फ्लो र हाफ फ्लोको केस भयो। हामीलाई जस्तो 1 मिटर डायमिटरको पाइप छ, क्वेसनमा 1 मिटर डायमिटरको पाइप छ, यसको हाइड्रोलिक रेडियस आर कति हुन्छ निकाल भनेर सोध्न सक्छ। फुल फ्लो हो भनेपछि हामीले यो ट्याक्कै हिसाब लगाउनु पर्यो, फुल फ्लोमा आर इक्वल टु डी बाई 4 हुन्छ, 1/4 भनेको 0.25 मिटर, सक्यो, द्याट्स इट। होइन हाफ फ्लो भने पनि यस्तै हुन्छ, ल 1 मिटरमा हाफ फ्लो भनेको थियो भने कुरा यही नै हुने हो। यो हिसाबले पनि क्वेसन सोध्न सक्यो है हामीलाई। अब अर्को चाहिँ तपाईँको के हुन्छ भनेपछि हाइड्रोलिक यो पार्सियल फ्लोको केसमा, पार्सियल फ्लो भनेको जस्तो यो आदि थियो भनेपछि पानी यहाँ छ, यो डी भाग हो, यो टोटल डी थियो, र यति चाहिँ डी बाई 2 थियो भने यहाँ पानी थियो भनेपछि हामीले यसरी यो बनाएर यो ठिटा बनाएर चाहिँ हिसाब गरेर गर्नुपर्छ एउटा केस। अर्को भनेको चाहिँ त तपाईँको यहाँ डी बाई 2 भन्दा कममा, ल यो थियो भने यो हिसाबले पनि हामीले ठिटा बनाएर चाहिँ निकाल्न सक्दछौँ। अब यसको लागि ठिटाको फर्मुला यो हुन्छ, ए बाई ए यो हुन्छ, त्यस्तै पी बाई पी भनेको ठिटा बाई 360 डिग्री हुन्छ। अनि हाम्रो ए र पी आएपछि आर इक्वल टु ए बाई पी गरेर आर आउँछ, र भी इक्वल टु 1/n इन्टु R2/3 इन्टु S1/2 लायो भने हुन्छ। अथवा यो आर बाई आरको भी बाई भी र क्यु बाई क्युको फर्मुला पनि छ, यो पनि हेर्नु होला है, यो हिसाबले ठिटा। नभए ए र बी थाहा भयो नि हुन्छ हामीलाई त होइन हिसाब गर्नलाई त, तर अब तपाईँहरूलाई आर बाई आर यो पार्सियल फ्लो भनिसकेपछि आर बाई आर भी बाई भी र क्यु बाई क्यु पनि हेर्नु होला यो चाहिँ होइन। अब सेप अफ स्फियरको कुरा गऱ्यौँ भने हामीले चाहिँ सर्कुलर नन सर्कुलर दुईटा हो, अनि अर्को चाहिँ तपाईँको ओपन र क्लोज दुईटा हुनसक्छ। ढलको लाइन सेनिटरी स्युवेज हो भने त प्रोपरली क्लोज गर्नै पर्यो, स्टम स्युवेज हो भने ओपन पनि लान सक्छौँ, बट पेडेस्ट्रियन क्रसिङ र ट्राफिक भेहिकल क्रसिङमा चाहिँ त्यो ओपन गर्नु भएन। अब क्लोज चाहिँ कुल क्लोज भने चाहिँ 4 भयो, त्यो क्लोज गर्नै पर्यो। सर्कुलर सिभियर भने चाहिँ कस्तो हो भनेपछि अब एकदम मोस्ट कमन सेक्सन हो। नन सर्कुलर भने सर्कुलर बाहेकका सबै नन सर्कुलर भए, जस्तो रेक्टेङ्गुलर, बास्केट सेप, एक्स सेप, ट्राइपोजोइडल, हर्सुहरू सबै भए। अब हामी सर्कुलर बढी दिन्छौँ किनभने सेम क्रस सेक्सनल एरियालाई चाहिँ लिस्ट प्यारामिटर दिन्छ यसले होइन, अनि एकदम कमन युज पनि बढी भयो होइन, अनि एउटा चाहिँ इकोनोमिकल लिस्ट प्यारामिटर युज हुने कारणले जोइन गर्न सजिलो हुने भने। अर्को एउटा मुख्य कारण चाहिँ के हो भन्दाखेरि भने यसमा कर्नर हुँदैन क्या, डिपोजिट हुँदैन। रेक्टेङ्गुलरहरूमा त कर्नर हुन्छ, कर्नरमा डिपोजिसन हुनसक्छ। अब यो
फोहोरमा त तपाईँको ओइल ग्रिसहरू पनि हुन्छ, स्टिकी नेचरले त्यहाँ टालिँदै जान सक्छ भने यसमा कर्नर हुँदैन क्या, जम्ने ठाउँ हुँदैन भन्ने भन्यो। सर्कुलर सिभर भने के भयो भनेपछि तपाईँको लिस्ट प्यारामिटर फोर सेम क्लस्टर एक्सलिया, लिस्ट चान्स अफ डिपोजिसन नो कर्नर, जोइन गर्न सजिलो छ, लेइङ गर्न सजिलो छ, प्रोसेस एक्सलेन्ट हाइड्रोलिक प्रोपर्टी। तर कम्बाइन्ड सिस्टमलाई चाहिँ यो गर्न सकिँदैन भन्ने हुन्छ अन्डर टिडब्ल्युएफ कन्डिसनमा चाहिँ यो, तर पनि हामीले गरिरहेछौँ यो सिन्थेसिस। नन सर्कुलर भने चाहिँ सर्कुलर बाहेक अरू सबै नन सर्कुलर, यो डेफिनेसन हेरौँ, सेक्सन अदर देन सर्कुलर आर नन सर्कुलर। अब यसको चाहिँ फाइदा भनेको चाहिँ तपाईँको म्यानहोलहरू चाहिँ ठुल्ठुलो बनाउन मिल्छ भन्ने हो, सेल्फ क्लिन्जिङ भ्यालुसी डेभलप हुने भन्ने हो। तर यो कन्स्ट्रक्सन मेटेरियल बढी चाहिन्छ, यो डिजाइन गर्दा एकदम गाह्रो हुन्छ, टिडियस हुन्छ कि यसमा चाहिँ काम गर्नलाई। बक्स्ड रेक्टेङ्गुलर एक्स सेप से सर्कुलर ब्रिक बास्केट ह्यान्डल हर्स प्याराबोलिक सेमी इलेक्ट्रिकल युसेप, यी केही हुन् है। अब मेटेरियलका आधारमा चाहिँ हामीले एस्बेस्टोस सिमेन्ट, एस्बेस्टोस युज गऱ्यो भने एस्बेस्टोस सिमेन्ट भयो, ब्रिक युज गऱ्यो भने ब्रिक सिवर, सिमेन्ट सिवर, कास्ट आइरन स्टिल। यो चाहिँ के बुझौँ भनेपछि कुनै मेटेरियल युज गरेर त्यसका आधारमा मात्रै बनेको भन्ने बुझौँ होइन, जुन युज गर्न त्यही। अनि सिवर मेटेरियल कस्तो हुनु पर्यो भन्ने कुराहरू आउँदै गर्दाखेरि मेन कुरा त्यसले विदाउट लिकेज ट्रिट के अरे ढल लानु पर्यो, कोरोजन रेजिस्टेन्स हुनु पर्यो, कोरोजन खिया लागेर आफै चाहिँ त्यहाँ हुने र खिएर चाहिँ केही दिनमा चेन्ज गर्नु पर्यो भने भएन। एब्रेसन रेजिस्टेन्स हुनु पर्यो, स्ट्रेन्थ हाई हुनु पर्यो, आफ्नो वेट पनि लिनु पर्यो, त्यहाँ गएपछि पानीको वेट लिनु पर्यो, हलुको हुनु पर्यो बोक्नका लागि। अनि लिकेज बाहिर आउने पनि हुनु भएन, भित्रको बाहिर जाने, बाहिरको भित्र आउने पनि हुनु भएन, कस्ट एकदम मिनिमम हुनु पर्यो होइन। हाइड्रोलिकली इफिसियन्ट भनेको स्मुथ हुनु पर्यो होइन, हाइड्रोलिक्स फर्मुलाहरू युज हुनु पर्यो। र मेन भनेर डिजाइन पिरियडभरि यसले काम गर्नु पर्यो, सकभर बढी गरे पनि हुन्छ तर डिजाइन पिरियड त गर्नै पर्यो है। अब साल्ट ग्लेज स्टोनवेयर भने यो अघिकै मेटेरियलको कुरा आयो, जस्तो भिट्रिफाइड क्लेमा चाहिँ यो क्लेमा चाहिँ हामीले पहिला यसलाई 1200 डिग्रीमा पकाएर इनिसियलको ग्लेजिङ राख्यो भने चाहिँ यो सल्ट ग्लेज हुन्छ। यो ग्लेजिङले चाहिँ हाम्रो स्मुथनेस दिन्छ। कङ्क्रिट पाइप भने प्रिकास्ट अथवा कास्ट इन्सिडु हुनसक्छ नि, ह्युम पाइपहरू भन्छ, अनि ती ह्युम पाइप भनेका चाहिँ हाम्रा कङ्क्रिट पाइपहरू हुन् है। यो बढी कमन हो कङ्क्रिट पाइप चाहिँ। प्लास्टिक पाइपहरू भने घरमा युज हुने, घरमा एकदमै धेरै युज हुन्छ नि, फेरि युपिभिसीको अलिक बढी युज गरिरहेको छौँ हामीले, सजिलो हुन्छ नि बोक्न पनि। स्टिल पाइपहरू, स्टिल पाइपहरू भने अब प्रेसरमा लानका लागि युज हुने भन्ने हो। यो अहिले त्यति युज हुँदैन, महँगो पनि पर्छन् अहिले है। यो डक्टाइल एन्ड विथस्ट्यान्ड वाटर हेमर प्रेसर पनि रेजिस्टेन्स गर्ने। ब्रिक पाइपहरू, यो ब्रिक पाइपहरू पहिला पहिला युज हुन्थ्यो नेपालका। यो पुराना चाहिँ मल्लकाल मल्ल किङडममा बनेका ड्रेन लाइनहरू हेऱ्यो भने यो ब्रिक खालका देखिन्छन् है। नाउडेज ब्रिक सिवर आर रिप्लेस बाई कङ्क्रिट सिवर भन्ने। अब कन्स्ट्रक्सन अफ सिवियरको हामीले कुरा गऱ्यौँ भनेपछि अब पहिलो काम के गर्नु पर्यो भनेपछि जस्तो वाटर सप्लाई जस्तै जस्तै हो यो पनि, तर वाटर सप्लाईमा सोर्सबाट घरमा ल्याउने हो भने यसमा घरबाट ट्रिटमेन्ट प्लान्टमा लाने कुरा भयो। पहिला त म्याप बनाउनु पऱ्यो क्या, यसको घरबाट आउँछ यसकोबाट आउँछ भनेर पहिला चाहिँ टोलको एउटा म्याप बनाउनु पऱ्यो। त्यो टोलको म्याप बनाएर चाहिँ गल्ली गल्लीको म्याप बनाउँदै मेन लाइनहरू बनाउँदै ट्रिटमेन्ट प्लान्टसम्म पुगाउनु पऱ्यो। त्यसको लेआउट बनाउँदै त्यहाँ खन्न थाल्नु पऱ्यो, सेटिङ एलाइनमेन्टहरू ग्रेडियन्ट चेक गर्दै आउनु पऱ्यो र खन्नु पऱ्यो। खनिसके पछाडि त्यसलाई चाहिँ के गर्नु पऱ्यो, अब अलिक गहिरो हालिन्छन् क्या यो चाहिँ, किनभने योभन्दा माथि खानेपानीको लाइन लानुपर्ने हुन्छ अथवा टेलिफोनहरूको लाइन यसको माथि लानु भएर गहिरो हाल्छौँ। त्यो गहिरो हाल्दा ग्रेडियन्ट चेक गर्नु पऱ्यो, कहिलेकाहीँ पानी फुटिदिन्छ डिवाटरिङ गर्नु पऱ्यो, कहिलेकाहीँ सोइल भत्किन्छ त्यसलाई टिम्बरिङ टेकाहरू लाउनु पऱ्यो होइन। त्यस पछाडि त तपाईँको लेइङ एन्ड जोइनिङ गर्नु पऱ्यो। लेइङ जोइनिङ गर्ने बित्तिकै चेक गर्नु पऱ्यो। चेक भनेर तपाईँको वाटर टेस्ट पनि गर्नु पऱ्यो, प्रेसर टेस्ट पनि हुनु पऱ्यो। वाटर टेस्टमा के हुनु पऱ्यो, पहिला पानी पठाउने, पानीमा कलर हालेर पठाउने, किनभने कलर हालेपछि ठ्याक्कै नोटिस हुने भयो कि यो हाम्रो पानी हो। दुईवटा कलर हालेर दुई पटक पठाउनु पऱ्यो होइन। अनि अर्को प्रेसर भने प्रेसर ब्लो गरेर इनिसियल प्रेसर यति थियो भने ल अब त्यति नाप्यो भने ठिक हुन्छ, अनि लास्टमा ब्याकफिल गरिदिने। यसमा डिसइन्फेक्सन गर्नु परेन, खानेपानीमा त डिसइन्फेक्सन गर्नु पर्थ्यो किनभने हामी त्यो पानी खान्थ्यौँ, पाइप फोहोर हुन्छ भनेर। एक्सकाभेसनमा चाहिँ लार्ज सिवर ट्रेन्च विथ सुड बी लेस देन 15 यो भयो। अनि जुन ठाउँमा जोइन्ट हो त्यो ठाउँमा अलिक ठुलो खन्नै पऱ्यो नि त, मान्छे जाएर जोइन गर्नलाई चाहिन्छ भनेर। लेइङ एन्ड जोइनिङहरू भने त्यहाँ तल जाने जोइन गर्नका लागि जोइन गर्ने कुरा भइहाल्यो। टेस्टिङ भने वाटर टेस्ट र एयर टेस्ट गर्छौँ हामी। वाटर टेस्टमा चाहिँ अब पानी पठाउने कुरा हुन्छ क्या,
होइन यो पानी भर्ने त्यहाँ राख्ने कति लिकेज भयो भन्ने पनि हो, कलर दुइटा टेस्ट हुने भयो। एयर टेस्ट भनेर चाहिँ अब एयर ब्लो गराएर चाहिँ एयर राख्ने हो, नाप्ने हो त्यसले। 30 kPa को चाहिँ हामी यो भिट्रिफाइड क्लेमा गर्छौँ भने 50 kPa चाहिँ मेटालिक सिवेरमा गर्छौँ है। अब अर्को टपिक चाहिँ स्युवर एपेटेनेन्सिस होइन। स्युवर एपेटेनेन्सिस भनेको अब जस्तो पानी पर्यो चाहिँ रोडको पानी भित्र जानु पर्यो नि त, त्यसलाई सिवर स्ट्रिट इनलेट भन्छ। अब ढलको लाइन सर गइरहेको थियो, डिरेक्सन चेन्ज भइदियो, त्यहाँ क्लगिङ चोकिङ हुनसक्छ, जम्न सक्छ भने त्यहाँ म्यानहोल राख्नु पर्यो होइन। ग्रेडियन्ट चेन्ज भइदियो अथवा ठुलो सानो पाइप प्रोडक्सन भइदियो भने मेनहोल भयो, अथवा बिग्रियो अहिले यहाँ चेक गर्नु पर्यो, ओइल ग्रिसहरू रिमुभ गर्नु पर्यो। अब बर्खा बेलामा रोडको सबै पानी गयो भने त ढलको लाइनमा त सबै स्यान्ड ग्रिड गएर प्रब्लम गरिहाल्छ। अनि त्यसलाई कतै सेटल गर्नु पर्यो, त्यसलाई क्याच पिटहरू राख्नु पर्यो होइन। पहिलो म्यानहोल छ। म्यानहोल भने यस्तो खालको यो एउटा रोडको माथि हामी यसो ढक्कन लागेको कास्ट आइरनको ढक्कन लागेको एउटा खाल्डो जस्तो देख्छौँ, त्यसलाई म्यानहोल भन्छ। यसको काम भने इन्सपेक्सनको काम हो होइन, चेक गर्ने होइन। यो बनाउनलाई पनि काम लाग्यो, के बिग्रियो भने यहाँभित्र गएर हेर्न पनि मिल्यो है। अब यसको कम्पोनेन्ट भने यो कम्पोनेन्टहरू हुन्छ नि, हेर्नु होला यो चाहिँ है। अब ड्रप म्यानहोल भन्ने भयो। ड्रप म्यानहोल भनेको कस्तो हो भनेपछि जस्तो धारा खोल्यौँ, धारा खोलेपछि धाराको मुनतिर चाहिँ हामीले यत्तिकै राख्ने, त्यहाँ पानीले खाल्डो खाल्डो पारिसकेको हुन्छ अनि छिटाहरू छुट्टिन्छ नि त। हो त्यस्तै हामीले चाहिँ हाइटबाट चाहिँ कतैबाट ब्रान्च ल्याएर ढलमा फालिदियो भने त त्यसले चाहिँ उछुट्याउँछ। त्यहाँ कोही मान्छे काम गरिरहेको छ भने प्रब्लम हुन्छ, त्यसलाई छरपष्ट हुने भयो। अनि त्यहाँबाट उछिट्टिएको कुराहरू भित्तामा टाँस्यो, अरू ड्रेन लाइनमा टाँस्यो, यसमा त ओइल ग्रिस छ, टाँसिँदा टाँसिँदै डायमिटर घट्न सक्छ भनेर सो ड्रप गरेर चाहिँ हामीले चाहिँ तलबाट दियौँ भने त्यसलाई ड्रप म्यान होल भन्ने भयो। अर्को ल्याम्प म्यान होल भन्छ। ल्याम्प म्यान होल भनेको चाहिँ कस्तो हो भनेपछि जस्तो यो एउटा म्यान होल छ, यहाँ अर्को म्यान होल होला, अथवा म्यान होल नहुन पनि सक्छ है। यहाँ अरू ठाउँ यहाँ म्यान होल छ भने यहाँबाट लाइट पठाउने भित्र, अनि एकजना मान्छे यतातिर बस्ने हेर्ने, अर्को मान्छे यतातिर बसेर हेर्छ यसले पनि। अनि लाइट देखियो भनेपछि त्यहाँ अब्स्ट्रक्सन छैन भन्ने बुझियो, लाइट देखिएन भनेपछि देयर इज द प्रब्लम, अब्स्ट्रक्सन छ भन्ने बुझ्यो। कि त्यहाँ डाइरेक्सन चेन्ज भएको छ, डाइरेक्सन चेन्ज भयो भने अब्स्ट्रक्सन छ। ल्याम्प म्यानहरूको काम त्यो हो है। स्ट्रिट इनलेट, स्ट्रिट इनलेट भनेको रोडको साइडमा देख्छौँ नि यसो गटरहरू त्यो जाली जालीवाला देख्छौँ, त्यसले चाहिँ के गर्छ पानीभित्र लान्छ होइन। यस्तो रोडको साइडमा जस्तो यो फुटपाथ हो, फुटपाथबाट मुनतिर यहाँ यो यता रोड हो भनेपछि यो ठाउँमा यसो जाली जाली जस्तो देख्छौँ नि होइन हामीले। यहाँबाट पानीभित्र जान्छ होइन, यसलाई स्ट्रिट इनलेट भनेर भन्छौँ हामी। यो कर्भ गटर यस्तो यो होला ठ्याक्कै यहीँ छ ल। यो रोडबाट चाहिँ रोडको यताबाट पानी जाने, तलतिर ढलको लाइन हुन्छ अथवा यहाँ माथिबाट जाने है। यो क्याच बेसिन भन्ने भयो। क्याच बेसिन भनेको कस्तो नि यो खालको ल, जस्तो स्ट्रिट इनलेटबाट भित्र गयो, बर्खा बेलामा त के हुन्छ बालुवा गिटीहरू बगाउन सक्छ नि त त्यो पानीले। त्यही पानी हाम्रो ढलको लाइनमा गइदियो भने त त्यसले गर्दा प्रब्लम ल्याउँछ पछि गएर। सो के गर्ने, ठाउँ ठाउँमा यस्तो क्याच बेसिन बनाउने, ढलको पाइप राख्ने, यहाँ एकछिन जम्मा हुन्छ, यहाँबाट अगाडि निकाल्ने फेरि पानी, यहाँबाट अगाडि निकालिदियो भने के भयो एकछिन त्यहाँ राख्यो भने तल थिग्रियो नि त, यो त तल बसिहाल्छ क्याच बेसिन। अर्को फ्लसिङ ट्याङ्क। फ्लसिङ ट्याङ्क भनेको कहिले काहीँ के हुन्छ, केही क्लग भयो, चक भयो, बन्द भयो भने अड्कियो, अब त्यो ठाउँमा के गर्छौँ भनेपछि हामीले ट्याङ्की लगाएर जान्छौँ, ट्याङ्कीले फ्लस गर्छौँ। जस्तो टोइलेटहरूमा कतै जाम भयो अथवा कतै बाथरुममा पानी बगाउनु पर्ने सरल फ्लस गर्छौँ होइन, अथवा फ्लस हुन्छ नि त होइन, त्यसले बगाएर लाग्छ। हो त्यस्तै के हुने भयो, ढलको लाइन बन्द भयो भने ट्याङ्करमा पानी लिएर आउनु फ्लस गरिदिने। अब अलिक प्रोपर डिजाइन ठाउँमा त अटोमेटिक फ्लस पनि हुन्छ नि, पानी स्टोर राखेको हुन्छ ठाउँ ठाउँमा, त्यो सेन्सर खुलेर बगाएर लाग्छ, त्यसलाई अटोमेटिक फ्लस ट्याङ्क भन्छ। ग्रिस एन्ड ओइल ट्र्याप भन्छ। ग्रिस एन्ड ओइल ट्र्याप भनेको स्किमिङ ट्याङ्क जस्तै हो। यहाँ पानी राख्ने फोहोर पानी, ग्रिस ओइलहरू माथि तैरिन्छन्, अलि तलबाट पानी लग्यो भने ग्रिस ओइल माथि तैरिन्छ है। कुरा भइहाल्यो हो यस्तो खालको। यहाँसम्म गयो, ग्रिस ओइल माथि जम्छ, ग्रिस ओइल चाहिँ माथि जम्छ, यहाँ माथि छोडिदियो हामीले, अलिक तलबाट पानी निकाल्यो त भइगयो नि। यसको काम भनेर त ओइल हटाउनु। जस्तो बाल्टिनमा राख्यौँ, तेल माथि तैऱ्यो, हामीले अलिक तल बाल्टिनको अलिक माथिको भाग अलिक तलबाट पानी निकाल्यो भने फरकै पर्दैन नि त्यो ओइल ग्रिसलाई। अर्को इन्भर्टेड साइफन। इन्भर्टेड साइफन भनेको कहिलेकाहीँ के हुन्छ भने यो टोपोग्राफीले गर्दाखेरि यसो बगिरहेछ, जमिनको मुन्तिरबाट गएर पर निकाल्नुपर्छ नि त हामीले पानी, त्यो बेलामा इन्भर्टेड साइफन हुन्छ। यो बढी जसो तराईमा नहरहरूमा देख्न सक्छौँ हामी होइन, अन्डर प्रेसर हो, यसरी मुन्तिरबाट लगेर जान्छ, अलिक पर निकालिन्छ। यसमा चाहिँ साइफनिक एक्सन पनि आउँछ कि यसमा चाहिँ।
है। सिभर आउटलेट आउटलेट भनेको चाहिँ के भयो, अब यति सबै कुरा गरेर लगेकोलाई ट्रिटमेन्ट प्लान्टमा फाल्नु पऱ्यो नि त, अथवा आउटफलमा फाल्नु पऱ्यो भने त्यो ठाउँमा हामी सिभर आउटलेटहरू युज हुन्छ। र अर्को छ भेन्टिलेटिङ साफ्ट। कहिलेकाहीँ यो सेफ्टिङ ट्याङ्कको माथि पनि राखिन्छ, अथवा चाहिँ यो अथवा यहाँ ढलको लाइनमा पनि राखिन्छ। एनारोबिक डाइजेसन भयो भने मिथेन हाइड्रोजन सल्फाइडहरू फर्म भयो भने त्यो ग्यासहरूलाई निकाल्नका लागि माथि एउटा पाइप राख्ने, त्यसलाई भेन्टिलेटिङ साफ्ट भन्छौँ है। ल, आजको चाहिँ अब यति नै गरौँ है क्लास। केही छ भने साथी हो सोधौँ, केही छ भने तपाईँहरूको क्वेरी सोधौँ। ल त्यसो भए गुड नाइट।